सबैजनामा नमस्कार। आज हामी लोकसेवा आयोग 2080 12-20 चाहिँ न्याय सेवा अन्तर्गत न्याय सरकारी वकिल र कानुन समूहको शाखा अधिकृतलाई सोधिएको चाहिँ पुरानो प्रश्न जुन आज दिउँसोको चाहिँ हामीले नमुना परीक्षामा चाहिँ परीक्षा सञ्चालन गरेका थियौँ है। र सबैजनाले उत्तर लेखिसक्नु भएको छ, कपी पनि चेक भइसकेको छ करिब करिब है, कपी हेरिसकिएको छ। र अहिले हामी फिडब्याक क्लासमा उपस्थित भइसकेका छौँ। यहाँ 88 जना जुम मार्फत चाहिँ जोडिनु भएको छ र यो फेसबुकबाट पनि जोडिनु भएको छ। अब हामी यसको फिडब्याक क्लासतर्फ जाँदैछौँ र बिचमा चाहिँ प्रश्न उत्तर छलफलको कार्यक्रम हामी राख्दैनौँ। फिडब्याक सकिसकेपछि यही सम्बन्धीका प्रश्न उत्तर र छलफल नबुझेका कुराहरू बारे हामी 1-1.5 घन्टै छलफल गर्नेछौँ। यो फिडब्याक चाहिँ हामी सकेर मात्रै हामी अन्य छलफल गर्छौँ, किनभने बिचमा एउटाले अर्काले प्रश्न गरिसकेपछि अलिकति हल्ला हुन्छ, बुझिँदैन, फिडब्याक जस्तो पनि नहुन सक्छ भन्ने कुरा आएकाले हामी त्यो गर्दैछौँ। रमेशजी सुरु गरौँ होइन? म्युट गरिदिनु होला है सबैलाई। अब प्रश्न नम्बर 1 तर्फ जाउँ। अपराध पीडित संरक्षण ऐन 2075मा फौजदारी न्यायिक प्रक्रियामा पीडितका अधिकारहरू के छन् त भन्ने कुरा छन्। अधिकार र कर्तव्य भनेर प्रकाश पार्नु सुनेको छ। 5 नम्बरमा क्वेसन सोधेको छ। 2.5मा चाहिँ पीडितका अधिकार लेख्नु पर्यो, 2.5मा चाहिँ 5को चाहिँ पीडितका कर्तव्य लेख्नु पर्यो। 5 मिनटको समय छ, करिब करिब 7 देखि 8 मिनटमा हामीले लेखिसक्नुपर्छ। यी फर्मेटहरू त हामीले भनिसकेका छौँ। अब उत्तर नम्बर 1 लेख्ने, त्यस पछाडि फौजदारी न्याय प्रक्रियामा पीडितका अधिकार भनेर अन्डरलाइन गर्ने। हामीले उत्तर लेख्ने फर्मेट सिकाइसकेका छौँ है। अब त्यसमा चाहिँ एउटा केही न्यारेसन कोटेसन लेख्ने हो भने है, त्यो पनि लेख्ने प्रचलन छ, त्यो पनि लेख्नु होला। लेख्नु भएको छ, धेरैजनाले हेरिसकेका छौँ हामीले। अब अपराध पीडितको अधिकार चाहिँ के छ त भन्दा, अपराध पीडितका अधिकार चाहिँ दया बमोजिमका छन् भनेर लेख्ने। स्वस्थ व्यवहार पाउने अधिकार है, यो चाहिँ कानुनमै छ है। अपराध पीडित संरक्षण ऐन 2075 मै छ। अब यो क्वेसन कहाँबाट आयो त? अपराध पीडित संरक्षण ऐन त छैन भन्ने जस्तो पनि कुरो हुन्छ। त्यसमा चाहिँ यो पीडित न्याय प्रणाली भन्ने टपिक्सबाट चाहिँ यो क्वेसन आएको हो। यसरी क्वेसन कहाँबाट आयो भनेर थाहा पाइसकेपछि पनि लेख्न अलिकति सजिलो हुन्छ। स्वस्थ वातावरण, स्वस्थ व्यवहार पाउने अधिकार, भेदभाव विरुद्धको अधिकार, गोपनीयताको अधिकार, यो कानुनमै छ, कानुनमै पनि हेर्नु होला। अब लेखिसक्नु भएको छ सबैजनाले। अब हेरेर लेख्नुभयो अथवा आफैले पढेर लेख्नुभयो, त्यो त अब हजुरहरूले जान्नु होला। तर परीक्षामा यही प्रश्न आयो भने चाहिँ लेख्न सक्ने भएर जानु होला। अनलाइनमा त अब त्यो ठ्याक्कै यसरी लेखियो भन्न पनि सक्ने अवस्था हुन्न, तर सबैजनाले लेख्नु भएको छ। अनि अनुसन्धान सम्बन्धीको, अभियोजन सम्बन्धीको अधिकार होइन, त्यसअनुसार न्यायिक कारवाही सम्बन्धीको अधिकारको कुरा भए, त्यही अनुसारले चाहिँ न्यायिक सुरक्षित हुन पाउने अधिकार, जस्तो व्यक्तिगत सुरक्षाको अधिकार भनौँ न, सुरक्षाको अधिकार। अनि अब धारणा व्यक्त गर्ने अधिकार, उसले चाहिँ आफ्नो विचार धारणा व्यक्त गर्ने अधिकार छ, सुरक्षित हुन पाउने अधिकार भइहाल्यो। अनि कानुन व्यवसाय राख्न पाउने अधिकार भयो अर्को होइन, कानुन व्यवसाय राखेर आफ्नो तर्फबाट बस पैरवी गराउने भयो। त्यस पछाडि क्षतिपूर्ति सम्बन्धमा भयो, पीडितले क्षतिपूर्ति पाउने अधिकार हुन्छ। निवेदन दिने, पुनरावलोकन गर्ने, पुनरावेदन दिने होइन, एउटा अदालत अथवा एउटा न्यायिक निकायबाट चाहिँ चित्त बुझेन भने अर्को माथिल्लो निकाय अदालतमा चाहिँ पुनरावेदन दिने अधिकार पनि छ। क्षतिपूर्तिको अधिकार पनि छ, किनभने पीडितहरू अङ्गभङ्ग भएका हुन सक्छन्, कतिपय एसिड आक्रमण हुन सक्छन्, उनीहरूलाई चाहिँ क्षतिपूर्तिको अनि पुनर्स्थापनाको होइन, कतिपय होइन फौजदारी अभियोगमा त पुनर्स्थापनाको पनि कुरो हुन्छ। जस्तो जबरजस्ती करानी मुद्दामा त पुनर्स्थापनाको कुरो पनि हुन्छ। अनि लिखितम निवेदन गर्ने कुराहरू भए होइन। अनि त्यही अनुसारले कसुर सम्बन्धी मुद्दाका सम्बन्धमा जानकारी पाउनेहरूका सूचनाको अधिकार भनौँ न, सूचनाको अधिकार। अब यस्तै खालको अधिकार, सुनवाईको सिलसिलामा छुट्टै कक्षमा राखेर चाहिँ सुनवाई हुने, कतिपय बन्द इजलासमा हुने हुन्छ, कतिपय बाल इजलासमा हुने हुन्छ, उनीहरूले त्यो अधिकार होइन। अनि अब गोपनीयताको अधिकार, उसको नाउँ चरित्र पहिचानका कुराहरू गोप्य राख्ने पनि पर्ने अवस्था पनि हुनसक्छ। त्यसै गरी अब सम्पत्ति फिर्ता पाउने अधिकार, सम्पत्ति सम्बन्धी मुद्दा छ भने सम्पत्ति फिर्ता पाउने अधिकार, कसैले अब चोरीको सम्पत्ति छ भने त होइन, महँगो महँगो सम्पत्ति छ जस्तो सुन गरगहनाहरू छ भने फिर्ता पाउने अधिकार पनि उसको छ होइन। यिनै लगायतका 8-10वटा, कम्तीमा सकिन्छ भने टाइमले पुग्छ भने 10वटा जति अधिकार, अधिकार त कति छन्, कति धेरै छन्, तर पनि 8-10वटा अधिकार लेखिदिनु भयो भने
2.5 करिब काफी हुन्छ। त्यति भइसकेपछि अब दिनुपर्ने नम्बर दिन बाध्य हुन्छन्। अब पीडितका कर्तव्यहरू के छन् त? अधिकार त भइसक्यो, कर्तव्य पनि छन्, होइन? अब प्रचलित कानुन बमोजिम जारी र सूचना दिने, उसले सूचना नदिइकन मुद्दा चल्दैन, यसरी बुझ्ने है। कुनै पनि मान्छे पीडित छ भन्ने कुरो कसरी थाहा पाउने त भन्दा मलाई यो तरिकाले पीडा भयो भनेर पीडितले चाहिँ के गर्नु पर्यो भन्दाखेरि मुद्दा दिनु पर्यो, अथवा जाहेरी दिनु पर्यो, अथवा सूचना दिनु पर्यो, वा निवेदन दिनु पर्यो। त्यो चाहिँ पीडितको कर्तव्य हो है। अनुसन्धान अभियोजनको सम्बन्धमा चाहिँ सम्बन्धित अधिकारीलाई सहयोग गर्ने, जस्तो अपराध अनुसन्धानमा चाहिँ सबै कुराहरू नढाँटिकन, होइन, सबै कुराहरू चाहिँ भन्ने, बयान गर्ने, त्यही अनुसारले चाहिँ बयान होस्टाइल नहुने, अब वास्तविक कुरो के हो त्यही बयान भन्ने, यी कुराहरू गरेर चाहिँ सजिलो गराउनु पर्यो है। अनि अब फरार प्रतिवादी छ भने चाहिँ त्यसको सूचना दिने, खोज्न सहयोग गर्ने, यी कुराहरू पनि छँदैछन्। त्यसै गरी कसरमा संलग्न व्यक्तिलाई बचाउने उद्देश्यले चाहिँ बयान बकपत्र वा कुनै प्रमाण पेश गर्न चाहिँ नगर्ने, होइन। अनि आफ्नो वास्तविक नाउँ थरोटन, टेलिफोन नम्बर, होइन, इमेल उपलब्ध गराउने, परिवर्तन भएमा पनि जानकारी दिने, यी कुराहरू चाहिँ पीडित कर्तव्य भए। अनि पीडित प्रभाव प्रतिवेदन दिन सक्ने, होइन, पीडितको चाहिँ अब उसलाई परेको प्रभावको चाहिँ प्रतिवेदनहरू दिन सक्ने कुराहरू भए। अनि नाबालकको हकमा चाहिँ अभिभावकको संरक्षण दिने कुराहरू भए, होइन। त्यो छ, त्यही कानुनमै छ। दफा 21 मा हेर्नुभयो भने तपाईँले दफा 21 मा चाहिँ अपराध पीडित संरक्षण ऐन 2075को दफा 21 मा चाहिँ एकदम कर्तव्यको व्यवस्था छ, कानुनमै छ त्यो है। अनि अब त्यसमा चाहिँ प्रतिवेदन गोप्य राख्नै पर्ने, होइन, उसलाई दिएका सूचनाहरू गोप्य राख्नुपर्ने, ती कुराहरू पनि कर्तव्य अन्तर्गत पर्छन्। अभियोग पत्र दायर भएपछि प्राप्त हुन आएको प्रतिवेदन 3 महिनाभित्र अभियोजनकर्ताले अदालतमा पेश गरिसक्नुपर्ने भन्ने छ। यी पनि जसले अभियोजन गरेको छ उसले गर्ने कुराहरू भए। अनि त्यही अब अदालतमा अभियोजन दायर भएमा चाहिँ अभियोग पत्र दायर भएको 1 महिनाभित्र समेत प्रतिवेदन पेश गर्न सक्ने, थप प्रतिवेदनहरू छन् भने ती पनि कुराहरू त्यहीँ उल्लेख गरेका छन्। अब यति लेखिसकेपछि अन्त्यमा निष्कर्ष भनेर लेख्न भ्याउनुभयो भने, है, पीडितलाई अधिकारको प्रत्याभूति गर्न सकेको खण्डमा, राज्यले पीडितका अधिकारको प्रत्याभूति गर्न सकेको खण्डमा, र पीडितले पनि आफ्नो कर्तव्य र दायित्व पुरा गर्न सकेको खण्डमा पीडित न्याय प्रणाली प्रभावकारी हुने देखिन्छ भनेर लेख्नुभयो भने हजुर हुन्छ, लेखिसक्नु भएको छ। त्यही कुरालाई स्पष्ट पारेको मात्रै हो। अब प्रश्न नम्बर 2मा जान्छौँ हामी। अन्तर्राष्ट्रिय कानुनको परम्परागत अवधारणामा क्वेसन कतिवटा छन्, के छन्, पहिलो क्वेसन बुझ्ने है। क्वेसन नबुझेर उल्टो उत्तर लेखेर एउटा क्वेसन आइरहेछ अर्को क्वेसन लेखेर यस्ता पनि भेटिन्छन् है, भेटिया छन् है, यही ग्रुपमा छन्। हामी कति अहिले 92जना भएछौँ। कतिजनाले एक्जाम दिनुभएको थियो दिउँसो, मलाई लाग्छ 40-45जना कति हुनुहुन्थ्यो। त्यसमध्ये प्रश्न एउटा छ, उत्तर अर्को लेख्ने पनि गरेका छ, होइन। अनि कोही स्टुडेन्टले आधी लेखेर छैन भने त्यसो नगर्नु होला। अब जान्दै जानेको छैन भने त ठिकै छ, जाने जति लेख्नु पर्यो, तर उत्तर फर्मेटमा लेख्नु होला। फर्मेट सिकाइसकेका छौँ त हामीले है। मेसेज गर्नुभयो यहाँ मलाई फेसबुकमा कसले के भनेर लेख्नुभयो भने, तर अर्को एक्जाम कहिले हुन्छ त्यो थाहा हुँदैन। व्यवस्थापनलाई सोध्नुहोस्, हाम्रो रमेशजीलाई म्यामको नम्बर होला हजुरहरूसँग, उहाँलाई ठ्याक्क चाहिँ फोन गरेर कहिले हुन्छ भनेर सोध्नु भने थाहा हुन्छ। अब मलाई चाहिँ ठ्याक्कै थाहा हुँदैन परीक्षा कहिले हुन्छ भनेर, मलाई पनि उहाँले नि भन्ने हो। अनि त्यो अनुसारले प्रश्न बनाउने गर्ने कुराहरू अब हामी हाम्रो समूह छ त्यसैले गर्दै गरेका छ। अब 2 नम्बरमा जाउँ। अन्तर्राष्ट्रिय कानुनको परम्परागत अवधारणामा मानव अधिकारको विकसित मान्यताले के कस्तो परिवर्तन ल्याएको छ चर्चा गर्नुहोस् भनेर भनेको छ। 10 नम्बरे प्रश्न छ। पहिलो कुरो मानव अधिकार। मानव अधिकार भनेको के हो त भन्दा मान्छेले मात्र प्राप्त गर्ने अधिकार, अथवा मानव भएका नाताले प्राप्त गर्ने अधिकार मानव अधिकार भनेर बुझ्ने, पहिले बुझ्ने, उत्तर नम्बर 2 लेख्ने, होइन। अनि त्यस पछाडि मानव अधिकार भनेर एउटा लेख्ने, त्यस पछाडि चाहिँ मानव अधिकार भनेर अन्डरलाइन गर्ने। यो त पहिलेदेखि नै गरिराखेको छ, होइन। अनि मानव अधिकार भनेको के हो त भन्दा
मानव भएका नाताले प्राप्त गर्ने नैसर्गिक अधिकार भनेको मानव अधिकार हो होइन। अनि 1948को चाहिँ मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्रले चाहिँ को अङ्गीकारसँगै मानव अधिकारको चाहिँ अवधारणा चाहिँ एकदम व्यापक रूपमा चाहिँ अगाडि बढेको छ। अब यसको अवधारणाकै कुरो गर्नुपर्दा चाहिँ 12 15 जुन 15 म्याग्ना कार्टाबाटै मानव अधिकारका कुराहरू जोडिएका छन् होइन। अब ती धेरै लामो छ, यसको अवधारणातिर हामी ठ्याक्कै नजाउँ, किनभने हामीलाई के सोधेको छ, के कस्तो परिवर्तन ल्याएको छ भनेर भनेको छ। अब तलतिर गइसकेपछि मानव अधिकार अन्तर्राष्ट्रिय कानुनको परम्परागत के भने अन्तर्राष्ट्रिय कानुनको परम्परागत अवधारणामा मानव अधिकारको विकसित मान्यता ल्याएको परिवर्तन भनेर अन्डरलाइन गर्ने। त्यसपछि संयुक्त राष्ट्रसङ्घको प्रभाव र संलग्नता रहेको छ होइन मानव अधिकारको उसमा चाहिँ। अनि अन्तर्राष्ट्रिय न्यायालयको भूमिका सशक्त भएको छ मानव अधिकार आइसकेपछि। अनि नागरिक र राजनीतिक अधिकारहरूको चाहिँ संरक्षण वृद्धि भएको छ। त्यसै गरी सामाजिक आर्थिक सांस्कृतिक अधिकारहरू समावेश गरिएका छन्। अनि संविधान र कानुनको व्यवस्थाहरूमा सुधार भएको छ। मानव अधिकार उल्लङ्घनको कारवाहीको लागि दबाव सिर्जना भएको छ होइन। साना साना घटनाहरू भयो भने पनि मानव अधिकारको कुराहरू जोडिन्छन्। अब मानव अधिकारको निगरानीमा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको चासो बढाएका छन् होइन। अर्थतन्त्र समृद्धिमा नागरिक अधिकारलाई समावेश गरिएको छ। राज्य केन्द्रित अवधारणाबाट व्यक्ति केन्द्रित अवधारणा परिवर्तन भएको छ होइन। राज्य केन्द्रित अवधारणाबाट चाहिँ व्यक्ति केन्द्रित अवधारणामा चाहिँ मानव अधिकार चाहिँ रूपान्तरण भइसकेको छ। व्यक्तिको अधिकारलाई चाहिँ प्राथमिकता दिन थालेको छ होइन। अन्तर्राष्ट्रिय समुदायको भूमिका महत्त्वपूर्ण हुँदै गएको छ। अब यिनी कुराहरू चाहिँ मानव अधिकारको चाहिँ विकसित अवधारणाले चाहिँ मान्यताले चाहिँ यिनी कुराहरूलाई चाहिँ प्रत्याभूति गरेको छ भन्ने कुराहरू चाहिँ खुलाइदिनु भयो भने अलिकति सहज हुन्छ। हजुरहरूले सबैजनाले लेखिसक्नु भएको छ, हामीले हेरिसकेका छौँ। अब त्यही अनुसारले चाहिँ थप सशक्त बनाउँदै जानु होला, यसमा त्यत्रो अरू केही छैन। अनि अब थप अझै गर्नुपर्दाखेरि मानव अधिकार संविधान र कानुनको चाहिँ अधिकारमा अन्तर्राष्ट्रिय दायित्व समेत समावेश हुन थालेको छ। जस्तो नेपालको मानव अधिकारलाई चाहिँ संवैधानिक होइन, नेपालको चाहिँ संवैधानिक अङ्गकै रूपमा चाहिँ मानव अधिकारलाई चाहिँ स्थापित गरिसकेका छ नेपालले भने। यस्तै विभिन्न देशहरूले चाहिँ मानव अधिकारलाई चाहिँ संविधानमा उल्लेख गर्न थालिसकेका छ। यो पनि विकसित अवधारणा ल्याएको परिवर्तनै हो नि होइन। अब मानव अधिकार उल्लङ्घनमा चाहिँ अन्तर्राष्ट्रिय स्तरले चाहिँ खुब चासो देखाएका हुन्छन् होइन। अब विभिन्न एनजिओ आइएनजिओ मानव अधिकारसँग सम्बन्धित यो एनजिओ आइएनजिओहरूको सक्रिय भूमिका हुँदै आएको छ। अर्थतन्त्र शिक्षा स्वास्थ्य जस्ता अधिकारहरूको सुनिश्चितता भएको छ। समानता सामाजिक न्याय न्यायका सिद्धान्तहरू स्थापित हुँदै आएका छन्। मानव अधिकारको परिभाषा विस्तार भएको छ होइन। लोकतन्त्र मानव अधिकारतर्फ सम्मान बढेको छ होइन। अनि जनचेतनामा अभिवृद्धि भएको छ। नागरिक शिक्षामा विकास भयो, नागरिक शिक्षाको विकास भएको छ होइन। आफ्नो अधिकार र कर्तव्यबारे बोध हुँदै गएको छ होइन। अधिकार खोज्ने कर्तव्य बिर्सने अवस्था निरुत्साहन हुँदै गएको छ होइन। राज्यप्रति नागरिकहरूको दायित्व के हो त्यो कुरोहरू चाहिँ अनुभूति हुँदै गएको छ। अधिकार प्राप्त गर्नुपर्ने कर्तव्यहरूको बारेमा पनि चासो दिँदै गएको छ। यी विकसित अवधारणा ल्याएका अवधारणा रूपान्तरण परिवर्तनहरू हुन्। अब कम्तीमा पनि 10 देखि 20वटा पोइन्टहरू लेख्नुभयो भने पोइन्ट कसरी लेख्ने पनि भनिसकेका छ। महत्त्वपूर्ण पोइन्ट सिरानमा 1 नम्बरमा लेख्ने, नम्बर नदिने, ड्यास दिने अथवा कुनै सिग्नल दिने, नम्बर लेख्न मिल्दैन। नम्बर भनौँ भने चाहिँ प्राथमिकता हुन्छ। अनि सुरुमा चाहिँ महत्त्वपूर्ण कुन चाहिँ हो, इम्पोर्टेन्ट टपिक चाहिँ इम्पोर्टेन्ट पोइन्ट चाहिँ मैले पहिले लेख्दै 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 अन्त्यमा चाहिँ अलिक कम कम इम्पोर्टेन्टहरू पोइन्ट लेख्दै जाने भनेर सिकाइसकेका छौँ हामीले। त्यही अनुसारले फलो गर्नु भएको छ कतिले 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 चाहिँ गर्नु भएको छैन। त्यसलाई गर्नु होला नगर्नु हुनेहरूले। फिडब्याक भनेको त्यस्तै कुराहरू, यसो सम्झाउने कुराहरू हुन्। लेख्न त हजुरहरूले उत्कृष्ट लेख्नु भएको छ होइन। अब अन्त्यमा लेख्ने होइन, मानव अधिकारको विकसित अवधारणाले होइन नागरिक शिक्षामा वृद्धि, अधिकार र कर्तव्यको बोध, कानुनी दायित्व, राजनीतिक अधिकार, व्यक्तिको अधिकार सम्बन्धी सम्बन्धलाई चाहिँ पुनस्थापना गर्न, विकसित गर्न,
विस्तार गर्न चाहिँ सहयोग पुगेको छ। थप नयाँ नयाँ न्यायिक प्रक्रियाहरू, कानुनी संरचनाहरू र मानव अधिकारका विकसित अवधारणाहरू अवलम्बन गर्न सकेको खण्डमा परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न सकिने कुरामा सहमत हुन सकिन्छ भनेर कन्क्लुजन लेख्नुभयो भने यो पनि करिब करिब राम्रै भएको मानिन्छ। अब प्रश्न नम्बर 3मा जान्छौँ हामी। संविधानवाद भन्नाले के बुझिन्छ? अब भन्नाले के बुझिन्छ हामीले भनेका छौँ, यहाँ भन्नाले के बुझिन्छ भनेको छ। यसका आधारभूत तत्त्वहरू व्याख्या गर्नुहोस्। प्रश्न दुईटा छन् तर नम्बर चाहिँ 10 नम्बरको छ भनिसकेपछि यसमा चाहिँ अब अलिकति समस्या पर्यो। पहिलो प्रश्न नआउने भयो, दोस्रो प्रश्न राम्रै आउँछ भने पहिलोलाई थोरै लेखेर दोस्रोलाई तन्काउन पनि सकिन्छ। यस्तो प्रश्न 10 नम्बरमा चाहिँ तर 5+5 भनेको थियो भने 5 अङ्क भएको पहिलो, दोस्रो 5 अङ्क भएको लेख्नुपर्ने हुन्थ्यो। त्यसो हुँदाखेरि यहाँ अलिकति मार्जिन हुन्छ। गफ लेख्ने होइन, अनावश्यक कुरा लेख्ने होइन, जे सोधेको छ त्यसको पेरिफेरीमा मात्रै रहेर बहकिने होइन, भावना बहकिएर लेखेर लोकसेवा पास गर्न सकिँदैन। तसर्थ भावनामा नबहकिकन लेख्ने पर्ने हुन्छ। कसले मेसेज गर्नुभयो? सरको स्माइलै राम्रो कि अनि अब केही भनिनँ मैले यो विषयमा। अब प्रश्न नम्बर 3तिर गएँ म। उत्तर नम्बर 3, संविधानवाद भन्नाले के बुझिन्छ? अब उत्तर नम्बर 3 लेख्नुहुन्छ सबैले, अनि संविधानवाद भनेर लेख्नुहुन्छ है। त्योभन्दा मास्तिर कोटेसन लेख्नुहुन्छ भने अब कन्स्टिट्युसनलिजम इज मेजरिङ रड अफ डेमोक्रेसी भनेर लेख्नुहुन्छ होइन। अब अथवा संविधानवाद सीमित सरकारको अवधारणा भनेर लेख्नुहुन्छ। एउटा नारा लेख्ने चलन छ नि त पछिल्लो ट्रेन्डमा। अनि त्यस पछाडि संविधानवाद भनेर अन्डरलाइन गर्नुहुन्छ संवैधानिक सम्मान, संवैधानिक भावना र मर्मको अङ्गीकार, लोकतान्त्रिक प्रणाली, नागरिक अधिकारको सम्वर्धन र स्वेच्छा गर्ने पद्धतिको विकास भनेकै संविधानवाद हो। संवैधानिक सर्वोच्चता यसको मूल नारा हो र सीमित सरकारको अवधारणा भनेकै संविधानवाद हो। यी कुराहरू छुटाउनु भएन। अनि भन्नाले के बुझिन्छ भनिसकेपछि अब संविधानवाद भनेको यो हो, संविधानवाद भनेको यो हो भन्दै 4-5वटा परिचय मात्रै लेख्ने होइन। मैले भनिसकेका छु, हामीले भन्दै आएको छौँ यसले अनलिमिटेड उत्तर मागेका हुन्छ। यसमा चाहिँ संविधानवाद भनेको के परिचय, यसको अवधारणा, यसका प्रकारहरू होइन। अब प्रश्न कतिको छ? संविधानवाद भन्नाले के बुझिन्छ भनेर 10 नम्बरको मात्रै क्वेसन आयो भने त 10वटा परिचय लेखेर त भएन। यसको फर्मेट त त्यसरी जान पनि मिलेन। त्यसो हुँदा भन्नाले के बुझिन्छ भनेपछि परिचय अनिवार्य खोजौँ। अब त्यस पछाडि अवधारणाका कुराहरू, यसका प्रकारका कुराहरू, अभ्यासका कुराहरू होइन, कानुनी व्यवस्था यो छ होइन। यी कुराहरू छोटो छोटो छोटोमा लेख्दै जाँदाखेरि हुन्छ। यहाँ पनि त्यही कुराहरू लेख्ने हो। अब संविधानवादको परिचय भइसक्यो। यसको अवधारणा कहिलेबाट सुरु भयो त भन्दा 12-15को म्याग्ना कार्टा होइन। यसमा चाहिँ संसदको सर्वोच्चतालाई आत्मसात गर्ने कुरा आयो। 1688को चाहिँ गौरवमय क्रान्ति होइन, जसलाई बिल अफ राइट पनि भनिन्छ। अनि 1776को अमेरिकी स्वतन्त्र सङ्ग्राम, अनि 1786मा अमेरिकी संविधान, 1789को फ्रान्सेली राज्यक्रान्ति, यी सबै चाहिँ मानव अधिकारको चाहिँ अवधारणाका रूपमा स्थापित भइसकेका छन् होइन। र 1885को एभिडाइसीको कानुनीको सर्वोच्चता, कानुनी राज्यको अवधारणा, अनि 1945को संयुक्त राष्ट्र सङ्घको बडापत्र र 1948को विश्वव्यापी मानव अधिकारको घोषणापत्र नै यसका अवधारणा हुन् भनेर लेखिदिनु भयो भने अवधारणा पनि हुन्छ। यसका प्रकारहरू अब के छन् त? प्रकार पनि छोरै जोडिहालौँ। प्रकारहरूमा चाहिँ राजनीति संविधानवाद र कानुनी संविधानवाद दुईटा चाहिँ धेरै जसो ठाउँमा भेटिन्छन्। तर आर्थिक संविधानवाद र सामाजिक संविधानवाद पनि संविधानवादका प्रकारै हुन्। 4वटा लेख्नु नि होला। तर पहिलोमा चाहिँ राजनीति लेख्नु होला, दोस्रोमा कानुनी, तेस्रोमा आर्थिक र चौथोमा चाहिँ सामाजिक र सांस्कृतिक लेख्नुभयो भने हुन्छ। त्यसमा धेरैवटा बुकहरूमा धेरैजनाले कानुनी र राजनीति मात्रै लेखेको भेटिन्छ। आर्थिक र सामाजिक पनि हुन् भनेर चाहिँ बुझ्नु होला, लेख्नु होला है त। धेरैले लेख्नु भएको छ, धेरैजनाले कानुनी र राजनीति मात्रै लेख्नु भएको छ। त्यो पनि होइन भन्न त मिलेन, तर दुईटा मात्रै लेखेर अलिकति भने जस्तो यसले बुझेको रहेछ जस्तो देखिँदैन। अब त्यस पछाडि गएर अर्को नम्बरको उसमा आयो यसका आधारभूत तत्त्वहरू। अब संविधानवादका आधारभूत तत्त्व हो भनेर तल्लोमा अन्डरलाइन गर्नु होला।
अब संविधानवादका आज तत्त्व अनि सुशासनका तत्त्व, लोकतान्त्रिक मूल्य मान्यता, कानुनी राज्यका तत्त्व, होइन, शासनका आधारभूत तत्त्व मिल्न खोज्छन् क्या। मिल्न खोज्छन् होइन, करिब करिब धेरै मिल्छन्। एउटा जान्नु भएको छ भने अर्को लेख्दाखेरि पनि तपाईँको गलत हुँदैन, करिब सही नै हुन्छ। त्यसमा त यस्ता कुराहरू चाहिँ कम्पेयर गरेर पढ्नु होला। मैले अघिल्लो क्लासमा संविधानवादको टपिक्स पढाउँदाखेरि मैले भनिसकेको छु, लेखेर पनि देखाइसकेको छु मैले ठ्याक्क। पढ्नु भनेर लेख्नु भएको छ, त्यसमा त समस्या छैन। एक नम्बरमै, एक नम्बरमा होइन, पहिलो बुँदामा लिखित संविधान हुनुपर्छ, र संवैधानिक सर्वोच्चता हुनुपर्छ संविधानवाद हुनका लागि। आधारभूत तत्त्व, अब आधारभूत तत्त्व भनेको के हो त भन्दाखेरि मान्छेको आधारभूत तत्त्वहरू के हुन् त भन्दा हात खुट्टा, होइन, मांसपेशी मसल, मान्छे हुनका लागि के चाहिन्छ त्यो भनेकै तत्त्व हो नि आधारभूत तत्त्व। अब नाइट्रोजन, हाइड्रोजनका कुराहरू, होइन, सबै कुराहरू जे जे छन् ती सबै तत्त्व हुन्। त्यस्तै संविधानवाद हुनका लागि आवश्यक पर्ने तत्त्व भनेको त्यसको पूर्वाधार हो क्या। लिखित संविधान हुनुपर्छ, संवैधानिक सर्वोच्चता हुनुपर्छ, र त्यसमा संविधान संशोधनका व्यवस्था हुनुपर्छ, स्वतन्त्र संवैधानिक न्याय, स्वतन्त्र सक्षम न्याय प्रणाली हुनु पर्यो, होइन, श्वेत संवैधानिक निकायहरू हुनु पर्यो, सार्वजनिक सत्ता, राजकीय सत्ता जनतामा हुनु पर्यो, होइन, र मात्रै संविधानवाद हुन्छ क्या। सार्वजनिक सत्ता राजामा भइदियो भने संविधानवाद भयो भएन, त्यो तानासाही भइहाल्यो नि। अनि वैधानिक सरकार, शासन प्रणाली, बहुदलीय शासन प्रणाली हुनु पर्यो, होइन, बहुमतको सरकार, रचनात्मक प्रतिपक्ष अथवा प्रभावशाली प्रतिपक्ष हुनु पर्यो त्यसमा, मौलिक हकको संरक्षण, संवैधानिक उपचारको ग्यारेन्टी, संवैधानिक उपचारको हकको ग्यारेन्टी हुनु पर्यो, आधारभूत मानव अधिकारको व्यवस्था हुनु पर्यो, व्यक्तिगत स्वतन्त्रता, व्यक्तिगत स्वतन्त्रता, मानव अधिकारको प्रत्याभूति, होइन, स्वतन्त्र सक्षम न्यायिक पुनरावलोकन, आवधिक निर्वाचन, बालिक मताधिकार, शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण, लोकतान्त्रिक मूल्य मान्यता, कानुनी शासन, सीमित सरकार। हेर्नुहोस्, भन्दै जाँदा कति छन् देशभरि, होइन। तर हामीले समयलाई पनि ख्याल गर्नुपर्छ। 5 नम्बरको जति सोधेको छ 10 देखि 12वटा 15वटा बुँदा लेख्नुभयो भने करिब समेटिन्छ। र अन्त्यमा संविधानवाद, होइन, संवैधानिक सर्वोच्चता स्थापित भएको एउटा अवधारणा हो, संविधानको आदर्श, संविधानप्रतिको निष्ठा हो, होइन। यसका आधारभूत तत्त्वहरूको कुशलतापूर्वक प्रयोग गर्न सकेको खण्डमा संविधानवादको व्यावहारिक र अनुभूतियोग्य कार्यान्वयन हुन्छ भन्ने कुरामा सहमत हुन सकिन्छ भनेर लेख्नै सकियो है। अब उत्तर नम्बर अर्को, हामी 4 नम्बरमा गयौँ। बौद्धिक सम्पत्तिको परिभाषा दिँदै यस सम्बन्धी कानुनी व्यवस्थाको संक्षिप्त रूपमा उल्लेख गर्नुहोस् भनेको छ है। दिँदै भनिसकेपछि यो 2.5को रहेछ भन्ने कुरो हो। प्रश्न हेर्ने अनि नम्बर हेर्ने, कतिको छ अनि मात्रै लेख्ने। फेरि एउटा जानेको क्वेसन आउला, त्यसमा चाहिँ 8-10 पेज लेखिदिनु होला, होइन। हामीले दिउँसो अघि हेरेको एउटा पेपरमा त्यस्तै थियो, एउटा प्रश्नको उत्तर चाहिँ निकै लामो लेखेर लेख्नु भएको थियो उहाँले। ती 2-3वटा प्रश्नको उत्तर लेख्नु भएको रहेछ, एउटा चाहिँ राम्रै जान्नु भएको रहेछ, अर्कोको चाहिँ 1 पेज, अर्कोको चाहिँ आधी पेज मात्रै लेख्नु भएको रहेछ, अनि अर्कोमा चाहिँ उत्तर नम्बर 4 भनेर अनि अन्डरलाइन गरेर छोड्नु भएको रहेछ। त्यो अगाडिबाट चाहिँ साँगुरिँदै 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 गयो, ज्ञान साँगुरियो भन्ने बुझियो। त्यो अगाडिको नम्बरको जति सबै प्रश्नको उत्तर लेख्नु भएको थियो भने उत्कृष्टै हुने जस्तो देखिन्थ्यो। छलफल पनि गऱ्यौँ हामीले। त्यसो हुँदाखेरि मेसेज गर्नुभयो फेरि, सर कसको रहेछ त उत्तर, नाउँ त भन्नै मिल्दैन, नाउँ चाहिँ भन्नै मिल्दैन, त्यसरी लेख्नु भएको रहेछ। अब कसले लेखेको हो भन्ने कुरो चाहिँ यहाँ हुनुहुन्छ होला, उहाँले भनिसक्नुभयो नसुन्ने गरी, र त्यसलाई सुधार गर्छु अब भन्ने प्रतिज्ञा पनि गरिसक्नुभयो। बौद्धिक सम्पत्तिको परिचय दिँदै भनिसकेपछि, अब परिचय भनिसकेपछि ठ्याक्क परिचय दिनु पर्यो, भनेको के हो भनेको थियो भने चाहिँ अब धेरै अनलिमिटेड हुन्छ कुरो। यसमा चाहिँ परिचय मात्रै दिनु पर्यो। बुद्धिको बलद्वारा सिर्जित, अब बुद्धिको बलद्वारा सिर्जित सम्पत्ति भनेकै बौद्धिक सम्पत्ति हो। उत्तर नम्बर 4 लेख्नुहुन्छ, अन्डरलाइन गर्नुहुन्छ। एउटा त्यसमा चाहिँ नारा पनि लेख्नुहुन्छ, होइन। बुद्धिको उपज बौद्धिक सम्पत्तिको, अनि त्यसै बुद्धिको उपज तथा बौद्धिक सम्पत्तिको चाहिँ व्यवस्थित आधार भनेर लेख्नुहुन्छ। अनि त्यस पछाडि चाहिँ बुद्धिको बलद्वारा आदेशित सम्पत्तिलाई चाहिँ बौद्धिक सम्पत्ति भनिन्छ, होइन।
अब बौद्धिक सम्पत्ति मानिसको बुद्धिद्वारा आर्जित ज्ञान सिप क्षमता प्रयोग गरी आफ्नो स्वामित्वमा रहेका सिर्जनाहरू भनेकै चाहिँ बौद्धिक सम्पत्ति हुन् होइन। अब बौद्धिक सम्पत्ति अन्तर्गत के पर्छन् भन्ने कुरा पनि खुलाइदिनु पर्ने हो। साहित्य लेख रचना वैज्ञानिक आविष्कार व्यापारिक चिन्ह सङ्केत आदि बौद्धिक सम्पत्तिका चाहिँ उदाहरणहरू हुन् भनेर लेखिदिनु भयो भने थप स्पष्ट हुन्छ। पहिलोमा परिचय, दोस्रोलाई चाहिँ परिचयलाई स्पष्ट गर्ने उदाहरणहरू। अनि मानव मस्तिष्कको सिर्जना हो यो। मस्तिष्क मस्तिष्कको प्रयोग गरेर श्रम सिप र क्षमताको प्रयोग हुन्छ होइन। साहित्य सङ्गीत कला, कसैले चाहिँ एउटा गजल लेख्यो भने त्यो पनि बौद्धिक सम्पत्ति हो। उसले बुद्धिको बलद्वारा आर्जित गरेको सम्पत्ति हो। हामीले त्यो सम्बन्धित कक्षामा छलफल गरिसकेका छौँ। र जति पनि हामीले हेर्ने फिल्म भए, चलचित्र भए, डिजाइन भए, प्रतीक चिन्ह भए, ती सबै चाहिँ वास्तुकला, चित्रकला, यी सबै चाहिँ बौद्धिक सम्पत्ति अन्तर्गत पर्छन् भनेर लेख्नुपर्ने भयो त्यसको परिचयमा होइन। अब बौद्धिक सम्पत्ति सम्बन्धी कानुनी व्यवस्था के छ त भन्ने कुरो। अनि अब बौद्धिक सम्पत्ति सम्बन्धी त विभिन्न कानुनहरू छन् होइन। अब बौद्धिक सम्पत्ति सम्बन्धी कानुनी व्यवस्था के छन् त भन्ने कुराहरू पनि अन्डरलाइन गर्ने। बौद्धिक सम्पत्ति सम्बन्धी कानुनी व्यवस्था भनेर ठ्याक्क अन्डरलाइन गर्ने। त्यस पछाडि चाहिँ लेख्न सुरु गर्ने। नेपालको संविधानको धारा 25मा चाहिँ सम्पत्ति सम्बन्धी हक छ। त्यसमा चाहिँ बौद्धिक सम्पत्ति पनि समेटिन्छ होइन। बौद्धिक सम्पत्तिलाई पनि सम्पत्तिको रूपमा चाहिँ उल्लेख गरेको छ। अब पेटेन्ट डिजाइन र ट्रेडमार्क सम्बन्धी ऐन 2022 छ त्यसमा। त्यसले पनि अब बौद्धिक सम्पत्ति सम्बन्धी कुराहरू उल्लेख गरेको छ। प्रतिलिपि अधिकार ऐन 2059, नियमावली 2061। यसले चाहिँ कसैको प्रतिलिपि होइन उसको अनुमति बिना प्रतिलिपि चाहिँ प्रकाशन गर लियो भने चाहिँ अब त्यसमा सजाय हुने व्यवस्थाहरू छ। औद्योगिक नीति 67 छ होइन औद्योगिक डिजाइनका लागि। औद्योगिक व्यवसाय ऐन 2076। त्यस्तै वाणिज्य नीति 2072। अनि परराष्ट्र नीति 2077। अन्तर्राष्ट्रिय विकास सहायता परिचालन सम्बन्धी नीति 2076 लगायत विभिन्न नीतिहरू रहेका छन् भनेर लेख्ने। अनि त्यति लेखिसकेपछि अब निष्कर्षमा बुद्धिको बलद्वारा आर्जित सम्पत्ति बौद्धिक सम्पत्ति जसको संरक्षणको लागि चाहिँ कानुनी प्रबन्ध गरेर चाहिँ व्यवस्थित गरिँदै आएको छ। यसलाई थप प्रभावकारी बनाउनु पनि आजको आवश्यकता रहेको छ भनेर लेख्नुभयो भने केटाले के बुझेको रहेछ भन्ने कुरा आउँछ। अब अर्को रहेको छ अर्को प्रश्न रहेको छ, रिट निवेदन भन्नाले के बुझ्नुहुन्छ? नेपालको सन्दर्भमा विभिन्न अदालतले रिट हेर्ने क्षेत्राधिकार सम्बन्धमा व्याख्या गर्नुहोस् भनेर 10 नम्बरे प्रश्न आएको छ। 5-5को भए दुईवटा क्वेसन हुन्थ्यो, एउटा मात्रै भएको कारण एउटा चाहिँ एउटा अलिक बढी तन्काएर अर्को अलिक कम गर्न पनि सकियो है। जानेको विषय अलिक तन्काउन सकियो। तथ्य र तथ्याङ्क कानुन कार्यविधिका आधारमा तथ्य अलिकति तन्काउन सकिन्छ। जे पायो त्यही लेखेर तन्काउन चाहिँ पाइएन है। यसमा चाहिँ मैले भन्दै आएको छु। अब रिट निवेदन भन्नाले के बुझ्नुहुन्छ भनेपछि यो अनलिमिटेड भइदियो। त्यसमा चाहिँ परिचय अवधारणाका कुराहरू जोड्नुपर्छ भनेको छु मैले। अब रिट निवेदन भन्नाले चाहिँ के बुझिन्छ त भन्दा कुनै काम गर्न वा नगर्नका लागि अदालतबाट जारी गरिने लिखित आदेशलाई चाहिँ रिट निवेदन भनिन्छ। कुनै काम गर्न वा नगर्न अदालतबाट गरिने लिखित आदेश भनेको रिट हो। रिट न्यायपालिकाको अन्तर्निहित अधिकार हो। अदालतले मात्रै रिट जारी गर्न सक्छ, अरूले सक्दैन। त्यो अन्तर्निहित अधिकार हो, उसको स्वत अधिकार हो। यसरी बुझ्नु पर्यो। अनि अब रिटको परिचय भइसकेपछि थोरै त्यसैमा अवधारणा जोड्नु पर्यो। कमन ल सिस्टममा चाहिँ रिट त्यो चाहिँ कमन ल सिस्टमबाट चाहिँ रिटको विकास भएको। रिटको अवधारणाको सुरुवात भनेको बेलायतबाट सुरु भयो। कमन ल पद्धतिको एउटा नमुनाको रूपमा चाहिँ बेलायत रहेको छ, त्यहाँबाट चाहिँ रिटको अवधारणा सुरु भएको। अब बन्दी प्रत्यक्षीकरण, परमादेश, प्रतिषेध, उत्प्रेषण र अधिकार पृच्छा गरी जम्मा 5वटा रिट हुन्छन् सामान्यतया। अन्य आदेशहरू पनि हुन्छन् हुन त, त्यो त तर रिट चाहिँ करिब यति नै हो। अब जहाँ अधिकार हुन्छ त्यहाँ चाहिँ उपचार हुन्छ भन्ने सिद्धान्तको आधारमा चाहिँ रिटको अवधारणा सुरु भएको मानिन्छ। नेपालमा हेर्ने हो भने 2008मा नेपाल प्रधान न्यायालय ऐन लागू भएपछि चाहिँ यो रिटको प्रावधान सुरु भएको होइन। अनि अब सर्वोच्च अदालत नेपालको संविधानले चाहिँ सर्वोच्च अदालतलाई अनि उच्च अदालत र जिल्ला अदालत तिनै तहका अदालतलाई चाहिँ रिटको अधिकार प्रदान गरेको छ भने सर्वोच्च अदालतलाई चाहिँ असाधारण अधिकार क्षेत्र अन्तर्गत रिट जारी गर्न सक्ने, रिट आदेश जारी गर्न सक्ने व्यवस्था गरेको छ है।
अब यसमा के आयो भन्दा परिचय पनि आयो, अवधारणा पनि आयो, प्रकार पनि आयो, नेपालको अभ्यास पनि आयो। यहाँ चार पाँचवटा कुराहरू आइसके है। अब यस पछाडि कस्तो अवस्थामा चाहिँ अब ऋण जारी हुन्छ त भन्ने कुरा पनि अलिकति जोड्नु पर्यो है। अधिकार क्षेत्रको उल्लङ्घन गरी भएका निर्णयमा चाहिँ ऋण जारी हुन्छ। संविधान र कानुनको उल्लङ्घन हुने गरी काम भएकोमा ऋण जारी हुन्छ। मौलिक हकको प्रचलनका लागि पनि ऋण जारी हुने गरेका छ। कानुनी हकको वैकल्पिक उपाय भएमा चाहिँ नभएमा पनि यो जारी हुने गरेका छ होइन। अब ऋण भनेको राज्यको विरुद्ध जारी हुन्छ होइन। अनि अर्को रहेको छ प्राकृतिक न्यायको सिद्धान्त विपरीत निर्णय भएमा पनि, प्राङ न्यायको सिद्धान्त विपरीत निर्णयमा भएमा पनि होइन। यस्ता चाहिँ कुराहरूमा चाहिँ ऋण जारी हुने गरेको छ सामान्यतया। अब हामी प्रश्नको दोस्रो पाटोतर्फ जान्छौँ। का प्रकारहरू पनि लेख्नुपर्ने हुन्छ यहाँ, कस्तो अवस्थामा चाहिँ ऋण जारी हुन्छ भन्ने कुराहरू त हामीले भनिसक्यौँ होइन। त्यस पछाडि अब बन्दी प्रत्यक्षीकरण चाहिँ कसरी कस्तो अवस्थामा जारी हुन्छ भन्दाखेरि गैरकानुनी रूपमा थुनामा रहेको व्यक्तिलाई छोड्न दिइने आदेश भनेको बन्दी प्रत्यक्षीकरण हो होइन। त्यसै गरी अब परमादेश भनेको चाहिँ कानुन बमोजिम गर्नु गराउनु भनिदिने आदेश होइन। कानुन विपरीत गएर कसैले कुनै निर्णय गरेमा चाहिँ कानुन बमोजिम गर्नु, कानुनको बाहिर गएर नगर्नु भनेर दिइने आदेश हो होइन। त्यसै गरी उत्प्रेषण भनेको चाहिँ कानुन विपरीत भइरहेको कामलाई चाहिँ बदर गर्न दिइने आदेश चाहिँ उत्प्रेषण भयो। त्यसै गरी कानुन विपरीत भइरहेको वा हुन लागेको कामलाई रोक्न दिने आदेश भनेको चाहिँ प्रतिषेध भयो। र कानुन विपरीत पदमा बहाल रहेको व्यक्तिले चाहिँ पदमुक्त गर्न दिइने आदेश भनेको त्यो अधिकार परीक्षा भयो। अब यी आदेशहरू कुन कुन अदालतबाट चाहिँ जारी हुन्छन् त भन्ने कुराहरू पनि छन् होइन। अब कुन कुन अदालतबाट कुन चाहिँ ऋण जारी हुन्छ भन्ने कुरा पनि यहाँ प्रश्नले के भनेको छ, नेपालको सन्दर्भमा विभिन्न अदालतले रिट निवेदन दिने होइन। नेपालको सन्दर्भमा विभिन्न अदालतले रिट निवेदन हेर्ने क्षेत्राधिकार सम्बन्धमा व्याख्या गर्नुहोस् भनेको छ नि है। कुन अदालतले चाहिँ कुन कुन रिटहरू जारी गर्न सक्छ त भनेकै त्यसको चाहिँ क्षेत्राधिकार हो होइन, रिटको क्षेत्राधिकार भनेको। अब त्यसमा जम्मा पाँचवटा रिट हामीले भनिसकेका छौँ। बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकार परीक्षा। अब लगायत अन्य उपयुक्त आदेश भन्ने छ, त्यो उपयुक्त आदेशलाई त ठ्याक्कै रिट मानिएन। अब संविधानतर्फ प्रवेश गऱ्यौँ भने धारा 133मा चाहिँ सर्वोच्च अदालतको अधिकार क्षेत्र छ होइन। उसले चाहिँ त्यसमा चाहिँ बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकार परीक्षा लगायतका रिटहरू जारी गर्न सक्छ। उसले पाँचैवटा रिट चाहिँ जारी गर्ने अथोरिटी साहस राख्छ होइन। अनि अब धारा 144मा उच्च अधिकार अदालतको अधिकार क्षेत्र होइन। उच्च अदालतको अधिकार क्षेत्र चाहिँ भित्र चाहिँ त्यसले पनि बन्दी प्रत्यक्षीकरण, परमादेश, उत्प्रेषण, प्रतिषेध, अधिकार परीक्षा जारी गर्ने अथोरिटी राख्छ। त्यसै गरी धारा 151मा जिल्ला अदालतको अधिकार क्षेत्र रहेको छ। त्यसले चाहिँ बन्दी प्रत्यक्षीकरण र निषेध आज्ञा लगायतका कानुन बमोजिमका आदेशहरू जारी गर्न सक्छ। यो ठ्याक्क अदालतका क्षेत्राधिकारका विषय ठक्क एउटा फर्मेटमा गएर लेखियो भने विभिन्न अदालतले रिट हेर्ने क्षेत्राधिकार के हुन् भन्ने कुरो स्पष्ट हुन्छ र अन्त्यमा कन्क्लुजन लेख्ने होइन। रिट अदालतद्वारा जारी गरिने अदालतको विशेषाधिकार, उसको विशेष अधिकारद्वारा युक्त आदेश हो होइन। अब राज्यले गरेको काम होइन, नागरिकहरूको अधिकारको रक्षा गर्न गरेको कामलाई चाहिँ जिम्मेवार, जवाफदेही, पारदर्शी बनाउने यसको महत्त्वपूर्ण लक्ष्य हो। र नेपालले संविधानमै चाहिँ रिटको व्यवस्था गरेर होइन, संविधानमै चाहिँ रिट जारी गर्ने अधिकार चाहिँ अदालतलाई प्रदान गरेर रिटको अभ्यास गरिरहेको अवस्था छ भनेर लेखियो भने कन्क्लुजन पनि करिब करिब पुग्ने खालको देखिन्छ। अब अर्को नम्बरमा रहेको छ अन्तर्राष्ट्रिय सन्धिको परिचय दिनुहोस् है। अन्तर्राष्ट्रिय सन्धिको परिचय दिनुहोस्, सन्धिका अत्यावश्यक अवयवहरू उल्लेख गर्दै होइन, सन्धि अनुमोदन सम्बन्धी विद्यमान कानुनी व्यवस्थाको बारेमा स्पष्ट पार्नुहोस् भनेको छ। अब अन्तर्राष्ट्रिय सन्धिको परिचय दिनुहोस् भनेपछि सन्धि भनेको के हो भनेर लेख्नु पर्यो। उत्तर नम्बर चाहिँ छमा लेख्नु पर्यो, तलतिर गएर सन्धि भनेर लेख्नु पर्यो। अथवा अन्तर्राष्ट्रिय स्तरको सम्झौता इज इक्वल टु सन्धि लेख्ने होला होइन। आफ्नो आफ्नो फर्मेट छ नि त होइन, लेखिराख्नु भएकै छ।
अब सन्धि भनेको के हो त भनेर भन्दाखेरि राज्यहरू बिचमा चाहिँ राज्य अन्तर्राष्ट्रिय सङ्गठनको बिचमा सम्पन्न भएको लिखित सम्झौता सन्धि भनिन्छ। कार्यान्वयन गर्न योग्य होइन कानुन बमोजिम भएको सम्झौता चाहिँ होइन यो अन्तर्राष्ट्रिय प्रकृतिको राजनीतिक दस्तावेज पनि हो होइन। अब नेपालको संविधानमा चाहिँ अब यो सन्धिका प्रकारहरू विभिन्न प्रकारहरू रहेका छन् होइन। नेपालको के भनेको छ भन्दा परिचय दिनुहोस् भनेको छ। सन्धिका अत्यावश्यक अवयवहरू उल्लेख गर्दै भनेको छ। अब सन्धिका अवयवहरूमा जानु पर्यो हामी धेरै भावनामा बहकिने कुरो पनि भएन होइन। कसले मेसेज गर्नुभयो। सन्धि निर्माण प्रक्रिया पनि हुन्छ नि सर हुन्छ त्यो त हामीले टपिक्समै हामीले सन्धि पढ्दा पढिसकेका छौँ त 12वटा कति 10 12 14वटा कति पढाएका छौँ होइन। अनुमोदन स्वीकृति समर्थन चाहिँ होइन प्रतिनिधि चाहिँ आरक्षण अधिकार भन्ने छ त्यसको त्यसमै पढिसकेका छौँ। मैले त धेरै लामो व्याख्या गरिनँ त्यो विषयमा है। त्यो प्रक्रिया आएछ भने तल कतै आएछ भने त्यसबारे छलफल गरौँला। अब सन्धि हुनलाई आवश्यक पर्ने तत्त्वहरू चाहिँ के हुन् त दोस्रो पनि यहाँ प्रश्न तिनवटा छन् बुझ्नु होला है। अन्तर्राष्ट्रिय सन्धिको परिचय दिनुहोस्। सन्धिका आवश्यक अवयव उल्लेख गर्दै भनेपछि दुईटा भइहाल्यो नेपालमा सन्धि अनुमोदन सन्धि विद्यमान कानुनी व्यवस्था तिनवटा क्वेसन छन् 10 नम्बरको छ। त्यसलाई चाहिँ 10 नम्बरमा एउटै बनाएर दिएको छ। त्यसो हुँदाखेरि हामीले उत्तर तिनवटाको लेख्नुपर्छ यसरी ख्याल गर्ने। प्रश्न नबुझिकन उत्तर लेखियो भने काम छैन। अन्तर्राष्ट्रिय सन्धिको परिचय दिने सन्धिको परिचय दिने अनि त्यस पछाडि सन्धिका आवश्यक अवयवहरू लेख्ने त्यो अवयवहरू अलिक तन्काउन सकिन्छ। सन्धि अनुमोदन सन्धि विद्यमान कानुनी व्यवस्था होइन संविधानको धाराको कुरो गर्नुपर्ने भयो होइन। अब धारा 278 र 279मा चाहिँ संविधानको ले व्यवस्था गरेको छ त्यो आउँदैछ हामी त्यसमा चाहिँ पहिले के चाहिँ भन्छौँ भने सन्धिका अत्यावश्यक अवयवहरू भनेको छ नि। अब अवयवहरू अथवा आवश्यक तत्त्वहरू होइन। सन्धि गर्न चाहिँ सक्षम पक्ष हुनु पर्यो है। सन्धि गर्न चाहिँ एकदम सक्षम पक्ष हुनु पर्यो। अब सार्वभौमिक सत्ता सम्पन्न राष्ट्र हुनु पर्यो। अन्तर्राष्ट्रिय सङ्गठन हुनु पर्यो। त्यही अनुसारले चाहिँ स्वतन्त्र सङ्ग्राममा संलग्न जनता हुनु पर्यो होइन। स्वतन्त्रताको प्रत्याभूति खोज्ने अब जनता हुनु पर्यो। त्यही अनुसारले अब सङ्घीय संविधानको को व्यवस्था भएमा सङ्घीय राष्ट्रको राज्य हुनु पर्यो होइन। अन्तर्राष्ट्रिय कानुनद्वारा नियमित र व्यवस्थित भएको सम्झौता हुनु पर्यो होइन। अधिकार र कर्तव्य नियत गर्ने मन्जुरी हुनु पर्यो। आरक्षण अधिकार हुनु पर्यो त्यसमा होइन। प्रतिनिधि हुनु पर्यो चयन हुनु पर्यो होइन। सन्धि हुन अन्तर्राष्ट्रिय कानुनका व्यक्तिहरू हुन आवश्यक छ होइन। अब यस्तै कुराहरू चाहिँ सन्धि निर्माणका आवश्यक अवयवहरू अथवा तत्त्वहरू हुन्। नेपालमा सन्धि अनुमोदन सम्बन्धी विद्यमान कानुनी व्यवस्था भनेको छ नि है। नेपालको संविधानमा भएको व्यवस्था चाहिँ रहेको छ र अर्को सन्धि ऐनमा रहेको व्यवस्था भएको छ। दुईटा ऐनको चाहिँ सामान्यतया व्यवस्था रहेको छ है। अब सन्धि सम्पन्न गर्ने अधिकार धारा 278मा चाहिँ रहेको छ होइन। त्यसमा चाहिँ सन्धि वा सम्झौता गर्ने अधिकार सङ्घमा निहित रहनेछ भन्ने कुराहरू छन्। अनि प्रदेश अधिकारको सूचीमा पर्ने विषयमा सन्धि सम्झौता गर्दा नेपाल सरकारको चाहिँ सम्बन्धित प्रदेशले परामर्श लिनुपर्ने विषय छ। प्रदेश मन्त्री परिषदले नेपाल सरकारको सहमति लिई आर्थिक र औद्योगिक विषयमा करारजन्य सम्झौता गर्न सक्ने विषय पनि संविधानमा स्पष्टै रहेको छ। संविधानको धारा 278 अध्ययन गर्नु होला। सन्धि सम्बन्धी व्यवस्था भनेको र 279 पनि हेर्नु होला। एकचोटि संविधानै पल्टाएर हेर्ने गर्नुभयो संविधानै पल्टाएर पढ्ने गर्नु भने ठ्याक्क कानुन पढ्ने बानीको अभ्यास हुन्छ। किताबमा लेखेका कुराहरू चाहिँ सामान्यतया अब हुन त हुन्छन् सबै कुराहरू कानुनकै हुबहु हुन्छन् तर पनि भर्सक कानुनका कुराहरू कानुनमै हेर्नु होला। अब धारा 207 र 79मा चाहिँ सन्धि वा सम्झौता अनुमोदन सम्मेलन स्वीकृति समर्थन भन्ने कुराहरू राखेको छ। त्यसमा चाहिँ होइन नेपाल राज्य वा नेपाल सरकार पक्ष हुने सन्धि अनुमोदन स्वीकृति समर्थन गर्ने सङ्घमा चाहिँ व्यवस्था हुने सङ्घीय चाहिँ सरकारलाई चाहिँ होइन सङ्घीय कानुन बमोजिम हुन्छ। सङ्घीय सरकारले गर्ने सङ्घीय कानुन बमोजिम हुन्छ भनेको छ होइन। अब कुन कुन विषयहरू कि चाहिँ 2/3 बहुमतबाट चाहिँ पारित गर्न सकिने शर्त राखिन्छ त भन्दाखेरि शान्ति तथा मैत्री सन्धि होइन। शान्ति तथा मैत्री सम्बन्धी कुरा सुरक्षा सामरिक सम्बन्ध सम्बन्धी कुरा 2/3 बहुमतबाट हुनुपर्छ। नेपाल राज्यको सिमाना सम्बन्धी कुराहरू 2/3 बहुमतबाट हुनुपर्छ। प्राकृतिक स्रोत तथा त्यसको उपयोग र बाँडफाँड सम्बन्धी जम्मा 4 विषयहरू चाहिँ 2/3 बहुमतबाट हुनुपर्ने व्यवस्था कानुन एकदम संविधानमा स्पष्ट व्यवस्था गरिएको छ
होइन। अब त्यसै गरी नेपाल सन्धि ऐन 2047 चाहिँ के छ त व्यवस्था भन्दाखेरि त्यसको दफा 4मा हेर्नु हो भने सन्धिको अनुमोदन सम्मेलनको कार्यविधि रहेको छ। दफा 5मा केही खास सन्धिको अनुमोदन र स्वीकृति सम्बन्धीका कुराहरू जोडेको छ। दफा 7मा सन्धिको परित्याग निलम्बन गर्न सकिने व्यवस्थाहरू रहेको छ। दफा 8मा चाहिँ सन्धिको पश्चातदर्शी नहुने सन्धि चाहिँ भन्ने कुराहरू छ। सन्धिको व्यवस्था कानुन सर लागू हुने भन्ने 9मा रहेको छ। यसरी कानुनी व्यवस्थाहरू संविधान र सन्धि ऐनले स्पष्ट तरिकाले सन्धिको बारेमा व्यवस्था गरेको छ होइन। त्यो विषयहरू चाहिँ ख्याल गरिराख्नु होला, फ्याटो सोधिदियो भने फेरि लेख्नुपर्ने हुन्छ है। अब कन्क्लुजनमा जानुपर्ने हुन्छ होइन। सन्धि भनेको एक प्रकारको दुई राज्यबिचको चाहिँ होइन सम्झौता हो। यसलाई चाहिँ कानुनमा बमोजिम पालना गर्नुपर्ने र राष्ट्रिय हितका विषयहरूमा केन्द्रित भई चाहिँ यसको कार्यान्वयन गर्नुपर्ने आजको आवश्यकता रहेको छ। र नयाँ नयाँ विषयहरूमा सन्धि गरी स्वयंअनुसार कार्यान्वयन गर्दै अगाडि बढ्न सकेको खण्डमा नेपालको हित हुने विषयमा चाहिँ सहमत हुन सकिन्छ भनेर चाहिँ कन्क्लुजन लेख्नुभयो भने केटाले केही बुझेको रहेछ भन्ने कुरो चाहिँ त्यही स्पष्ट हुन्छ। अब भनेको बस कला वा बस कला र बस व्यवस्थापन बिचको सहसम्बन्धबारे लेख्नुहोस् भनेर भनेको छ। अब बस कला भनेको के हो, बस व्यवस्थापन भनेको के हो, पहिले यो विषय बुझ्नु पर्यो होइन। विवादको तथ्यलाई कानुन र न्यायको सिद्धान्तमा प्रतिपादित गरी नजिकको कसीमा खरो उतारी चाहिँ न्यायकर्ता समक्ष राख्न सक्ने कानुन व्यावसायिक र बौद्धिक दक्षतालाई बस कला भनिन्छ। हेर्नुहोस् है, अदालतभित्रको दाउपेचलाई आफ्नो पक्षमा ढाल्नका लागि कानुन व्यवसायीले गरिने चाहिँ होइन कानुन व्यवसायीको बौद्धिक क्षमता प्रस्तुतिकरणलाई चाहिँ कला भनिन्छ है। बहस गर्ने कला, क्षमता, दक्षता है, त्यो चाहिँ कानुन व्यवसायीबाट गरिन्छ। अब त्यस्तै कुनै पक्षको तर्फबाट न्यायकर्ता समक्ष चाहिँ उपस्थित भई बहस प्रयोग गर्ने सन्दर्भमा गरिने सम्पूर्ण तयारीलाई चाहिँ बहस व्यवस्थापन भनिन्छ। यसरी बुझ्ने कानुन व्यवसायीले गर्ने बहस भनेको चाहिँ कला भयो होइन। उसले चाहिँ प्रस्तुति गर्ने कुराहरू होइन। अब बहस के गरेर गर्ने त होइन, त्यो तयारीलाई चाहिँ बहस व्यवस्थापन भनिन्छ कि बहस गर्दाखेरि आवश्यक के गरिन्छ कुराहरू त्यसलाई चाहिँ बहस व्यवस्थापन भनिन्छ। दुवै प्रक्रिया विचार र संवादमा केन्द्रित हुन्छ। उद्देश्य र प्रकृति फरक फरक छन् होइन। अब बहस कला चाहिँ तर्क गर्ने क्षमतालाई जनाउँदछ भने बहस व्यवस्थापन भनेको चाहिँ बहस तयारीलाई जनाउँछ होइन। बहसका लागि आधार तयार गर्ने कुराहरू होइन। त्यसै गरी अब बहस कला अब संवादको प्रभावकारिता महत्त्वपूर्ण हुन्छ भने बहस व्यवस्थापन भनेको चाहिँ स्पष्ट मापदण्डका आधारमा अगाडि बढाउन अथवा स्पष्ट तत्त्वका आधारमा अगाडि बढाउन त्यसको चाहिँ सहयोग पुर्याउँछ होइन। अब बहस कलाले चाहिँ आफ्नो विचारहरू प्रस्तुत गर्नलाई चाहिँ सक्षम बनाउँछ, खार्दै लैजान्छ भने बहस व्यवस्थापनलाई चाहिँ त्यसको समय व्यवस्था कुराहरू होइन, त्यसमा चाहिँ स्थानका कुराहरू, व्यवस्थापनका कुराहरू, त्यसको पूर्व तयारीका कुराहरू चाहिँ एकदम चाहिँ तैँले तयार गर्दछ। बस कला चाहिँ बस व्यवस्थापन बिना चाहिँ अधुरो रहन्छ र बस व्यवस्थापन प्रभावकारी भयो भने बस कला पनि प्रभावकारी हुन्छ। यी दुई बिच चाहिँ एकदम गहिरो सम्बन्ध रहेको छ होइन। बस कलामा अब तर्क शक्तिका कुरा आउँछन् होइन। अब तर्क शक्तिका कुरा आउँछन्, खरो तर्क गर्न सक्ने क्षमताको विकासका कुरा आउँछन् है। बस व्यवस्थापनमा अनुशासनका कुरा, शान्त शान्त व्यवस्थित भएर प्रस्तुत गर्ने कुराहरू होइन, त्यो आधार चाहिँ बस व्यवस्थापनले तयार गर्दछ होइन। अनि अब तार्किक क्षमता महत्त्वपूर्ण कसीको रूपमा रहन्छ बस कलामा होइन। भने अब समय व्यवस्थापनका कुराहरू, समयको सीमितता, छोटो समयमा कसरी चाहिँ राम्रो बस गर्ने भन्ने कुराहरू बस व्यवस्थापनमा चाहिँ एकदम रहन्छ। बस कलाको पूर्व तयारी भनेकै बस व्यवस्थापन हो होइन। बस व्यवस्थापन भइसकेपछि मात्रै बस राम्रो हुन्छ होइन। यसको यसरी अन्तर सम्बन्ध रहेको छ होइन। अब बस कलाले चाहिँ विचारको गहिराइमा पुर्याउँछ। बस कलाले चाहिँ भने बस व्यवस्थापनले त्यो विचारको गहिराइलाई प्रस्तुत
ती गर्ने एउटा आधार निर्माण गर्छ होइन। अब उत्कृष्ट संवाद होइन, कौशलताका कुराहरू जोडिन्छन्। बस कलामा भने बस गर्ने वातावरण, त्यसको उद्देश्य, त्यसको कार्यदिशाका विषयहरू बस व्यवस्थापनमा जोडिन्छन् होइन। बस कलाले चाहिँ बसलाई चाहिँ परिष्कृत बनाउँछ, धारिलो बनाउँछ, खार्छ होइन। र बस व्यवस्थापनले चाहिँ समान व्यवहार गर्ने होइन, आदर सत्कार गर्ने विषयहरूको चाहिँ कुराहरूलाई चाहिँ महत्त्वपूर्ण कसीको रूपमा चाहिँ प्रस्तुत गर्छ होइन। भनेर चाहिँ यसरी 8-10वटा बुदाहरू चाहिँ ठक्क कम्पेयर, तिनीहरूको तुलना गरेर लेख्न सकियो भने अलिक सहज हुन्छ। अब यसमा चाहिँ 5 नम्बरै छ, धेरै लामो व्याख्या गर्नु पनि पर्दैन होइन। अब अर्को अर्को रहेको छ 8 नम्बरमा, कसुरको सौदाबाजी भन्नाले के बुझिन्छ। यो अगाडि पनि हामीले चाहिँ छलफल गरिसकेका छौँ होइन। अघिल्लो फिडब्याक क्लासमा पनि यो राम्रोसँग हामीले छलफल गरिसकेका छौँ। फेरि यो पनि दोहोरिराखेर चाहिँ कसुरको सौदाबाजी भन्ने कुरो चाहिँ महत्त्वपूर्ण क्वेसन अन्तर्गतै रहेको छ भन्ने कुरो बुझियो। अब कसुरको सौदाबाजी भनेको के हो त, 10 नम्बरै क्वेसन छ होइन। अब अभियुक्तले चाहिँ कसुर स्वीकार गरी सजाय कम गर्नको लागि चाहिँ अभियोजन गर्ने अथवा अनुसन्धान गर्ने प्रकार पक्षसँग त्यो निवेदन गर्ने अथवा त्यो प्रक्रिया अगाडि बढाउने कार्य भनेकै बसको सौदाबाजी, दाबीको सौदाबाजी हो। मैले चाहिँ यसरी बस के जति अरे मैले चाहिँ यसरी अनुसन्धान प्रक्रियामा सहयोग गरेँ र मलाई यसरी चाहिँ सजायमा छुट हुनुपर्छ भनेर चाहिँ अनुसन्धान अधिकृत समक्ष अथवा सरकारी वकिल समक्ष, सामान्यतया अनुसन्धान अधिकारी समक्ष चाहिँ उसले बयान दिँदा, सरकारी वकिल समक्ष बयान दिँदा होइन, उसले गरेको सहयोगको कुराहरू चाहिँ दाबी गर्न सक्छ, माग दाबी गर्न सक्छ। त्यसलाई चाहिँ कसुरको सौदाबाजी अथवा दाबीको सौदाबाजी पनि भनिन्छ होइन। अब अभियुक्तले अनुसन्धान तहकिकातको सन्दर्भमा चाहिँ सहयोग पुर्याए बापत कानुन बमोजिम हुने सजायमा के छुट दिनु, के छुट माग दाबी गर्नु भनेको कसुरको सौदाबाजी हो। केही छुटको त्यसको निश्चित प्रतिशत छ, हामी अगाडि भन्दै जान्छौँ होइन। अब त्यो उसले गर भने, दाबीको चाहिँ माग गर भने होइन, कम सजाय केही छुटको माग गर भने सरकारी वकिलले अनुसार अभियोजन गर्दाखेरि चाहिँ होइन, अभियोग पत्र दायर गर्दाखेरि चाहिँ त्यो समेतको लागि चाहिँ उसलाई चाहिँ छुटको माग गर्न सक्छ होइन। त्यो भनेकै दाबीकै सुविधा हुन्छ। तर अर्को दाबीमा छुट सहित अभियोग पत्र दायर भएकोमा, यदि त्यसरी छुट सहित दाबी अभियोग पत्र दायर भएमा चाहिँ के हुन्छ त भन्दाखेरि अभियुक्तले चाहिँ होइन समग्र पक्षमा सहयोग गरेको हुनुपर्दछ। यदि अभियुक्तले अदालतमा अनुसन्धानको प्रतिकूल बकपत्र गर्यो भने चाहिँ दाबीको छुट रद्द हुन्छ। यो भनेको के हो भन्दाखेरि, कसरी रद्द हुन्छ त भन्दा, अनुसन्धान अधिकृत समक्ष पनि उसले चाहिँ अनुसन्धानमा सहयोग गर्यो होइन, सही कुरा बोलो, सरकारी वकिल समक्ष पनि सही कुरा बोलो। त्यस पछाडि चाहिँ सरकारी वकिलले चाहिँ सजायमा छुटको मागसहित चाहिँ अभियोग पत्र दायर गर्यो, तर अदालतमा गएर चाहिँ उसले सही कुरा बोलेन, त्योभन्दा प्रतिकूल बयान गरिदियो भने चाहिँ त्यो छुट चाहिँ रद्द हुन्छ। त्यसो हुँदाखेरि जुनसुकै ठाउँमा जति छुट माग गरेको अनुसन्धान अधिकारी समक्ष पनि सहयोग गर्नु पर्यो, त्यही कुरो गर्नु पर्यो होइन, त्यही बयान गर्नु पर्यो। सरकारी वकिल समक्ष पनि त्यही बयान गर्नु पर्यो, अदालतमा पनि त्यही बयान गर्नु पर्यो, उसले माग गर्नु पर्यो, त्यो अनुसारको छुटको व्यवस्था पनि रहेको छ। अब अभियुक्तले आफूले गरेको कसुरको अनुसन्धान अधिकारी वा सरकारी वकिल समक्ष पूर्ण रूपमा स्वीकार गरी साबिती भएमा निजलाई हुने सजायमा चाहिँ कति हुन्छ त भन्दा 25%सम्म छुट हुन्छ होइन। त्यो छुटको व्यवस्था कानुनमै छ। यदि अब अनुसन्धान के अभियुक्तले आफूले समेत संलग्न भएको कसुरमा साबिती भई चाहिँ
कसुरमा संलग्न अन्य कसुरदार होइन, यन्त्र उपकरण, अपराधिक षड्यन्त्र हुने स्थान देखाउन, कसुर गर्न प्रयोग हुने सवारी साधनहरू होइन, वस्तु हात हतियार राखेको ठाउँ बरामद गर्न वा जफत गर्न सघाउ पुर्याए बापत चाहिँ निजलाई भए हुने सजायमा चाहिँ 50% छुट हुन्छ। 25 वर्ष सजाय छ भने 12 वर्ष 5 महिना 6 महिना मात्रै हुने भयो। त्यस्तो अवस्थामा चाहिँ कानुनी रूपमा छुट दिनेछ। सजाय छुटको माप दाबी गर्नका लागि सम्बन्धित मुद्दाको मिसिल संलग्न कागजातबाट त्यस्तो अभियुक्तले सहयोग गरेको कुरा स्पष्ट भएको देखिनुपर्छ, अनि मात्रै उसलाई सजायको छुट दिन सकिन्छ है। अनि अब अनुसन्धानमा सहयोग गरे भने चाहिँ अनुसन्धान अधिकारीले चाहिँ सरकारी वकिल समक्ष सिफारिस गर्छ होइन। अनि सरकारी वकिलले त्यो उपयुक्त त्यो कागजातहरूबाट अभियुक्तले चाहिँ अनुसन्धानमा सहयोग गरेको देखिएमा सरकारी वकिलले त्यस्तो सिफारिस र सहयोगलाई समेत विचार गरी त्यस्तो अभियुक्तलाई हुने सजायमा छुट दिन प्रस्ताव गरी शर्तसहितको माग दाबी लिए चाहिँ अभियोग पत्र दायर गर्छ। यसलाई चाहिँ दाबीको सौदाबाजी भनिन्छ। उसले चाहिँ होइन कसुरको सौदाबाजी भन्छ। कसुरदारले चाहिँ सजाय छोड दिन चाहिँ बार्गेनिङ गर्नु भनेकै कसुरको सौदाबाजी हो। यो कुरो स्पष्ट छ। हामीले अघिल्ला अघिल्ला क्लासमा पनि गरेका छौँ। हामीले क्लासको त्यो टपिक्समा हुने क्लासमा पनि हामीले यो बारेमा छलफल गरेका छौँ। त्यतिखेर एकजनाले प्रश्न पनि गर्नु भएको थियो त्यही खालको, एक खालको रमाइलो पनि भएको थियो। अनि अब कस्तो अवस्थामा चाहिँ कसुरको सौदाबाजी चाहिँ माग दाबी गर्न सकिँदैन, अथवा कस्तो अवस्थामा चाहिँ सजायमा छुट हुने माग गर्न सकिँदैन त भन्दाखेरि एकपटक यस दफा अन्तर्गत सुविधा लिइसकेको पाइसकेको एकचोटि चाहिँ कसुरदारमा कसुरको सौदाबाजी चाहिँ अथवा सजायमा छुट पाइसकेको, यसरी भने एकचोटि सजायमा छुट पाइसकेको व्यक्तिले फेरि माग दाबी गर्न पाउँदैन। कोही सजाय पाएकोमा त्यस्तो कोही भुक्तान गरेको अवधि 3 वर्ष पुरा नगरेमा चाहिँ फेरि अर्को चाहिँ कसुर गर्यो भने चाहिँ त्यसले सजायको माग छुटको माग दाबी गर्न पाइँदैन। जुन कसुरमा अभियोग लगाउने हो त्यही कसुरमा एकपटक सजाय पाइसकेको छ भने फेरि त्यसले मागेमा पनि छोड दिन सकिने अवस्था छैन। यसरी यस्ता कुराहरू ठ्याक्क खुलाएर अब अन्त्यमा लेख्ने कसुरको सौदाबाजी एक कानुनी प्रक्रिया हो होइन। यस प्रक्रियालाई चाहिँ अदालतको समय स्रोत र प्रक्रियामा बचत हुनुका साथै अभियुक्तले एक किसिमको चाहिँ आफू सुध्रने प्रतिबद्धता जाहेर गर्न पनि सक्छ। त्यसो हुँदा कसुरको सौदाबाजी चाहिँ अनुसन्धान प्रक्रियालाई सहयोग गर्ने, अभियोजन प्रक्रियालाई सहयोग गर्ने र अदालतलाई सहयोग गर्ने खालको, अदालतको पनि एउटा फैसला निर्णय प्रक्रियालाई सहयोग गर्ने खालको भएको हुँदा यसलाई चाहिँ थप प्रभावकारी रूपमा अगाडि बढाउन आजको आवश्यकता रहेको छ भनेर लेख्नुभयो भने यसको उत्तर करिब करिब पुग्ने जस्तो देखिन्छ। अब अर्को छ, के सरकारी वकिलका लागि निर्धारण गरिएका प्रचलित व्यावसायिक आचरणहरू पर्याप्त छन्? पुष्ट्याइसहित तपाईँको विचार प्रस्तुत गर्नुहोस् भनेको छ। 10 नम्बरे प्रश्न रहेको छ। पर्याप्त छन् कि छैनन् त? क्वेसन एउटा मात्रै रहेको छ, पुष्ट्याइसहित गर्नुपर्नेछ। अब व्यवसाय पहिले अब उत्तर नम्बर 9 लेख्ने होइन, व्यावसायिक आचरण भनेर लेख्ने, अन्डरलाइन गर्ने। आदर्श व्यावसायिक मूल्य मान्यता अनुसार गर्न हुने र नहुने कार्यलाई को समग्रलाई चाहिँ व्यावसायिक आचरण भनिन्छ। भनेको के हो त भन्दाखेरि कुनै पनि व्यवसायमा व्यवसायमा संलग्न व्यक्तित्वहरूले गर्न हुने र नहुने कामहरू चाहिँ समग्र एउटा तथ्यलाई चाहिँ व्यावसायिक आचरण भनिन्छ। सरकारी वकिलको आचार संहितामा पनि यी कुराहरू स्पष्ट उल्लेख गरिएको छ होइन। सरकारी वकिलको आचरण सम्बन्धी के आचरणहरू रहेका छन् त है। अब जम्मा 4-5वटा आचरणहरू रहेका छन्, त्यसमा पनि विभिन्न आचरणहरू छन् होइन। त्यो कुराहरू चाहिँ निर्धारण के कुराहरू चाहिँ निर्धारण गरिएका छन् त भन्दाखेरि व्यावसायिक आचरणहरू चाहिँ पदीय वा पेसागत आचरण भनेको छ। हजुरले त्यहाँ हेर्नु हो भने स्पष्ट कुरा कानुनमै छ यो व्यवस्था है। अब त्यसमा चाहिँ पेसागत मर्यादा राख्ने कुराहरू छन्। त्यसै गरी स्वतन्त्र निष्पक्ष इमान्दारी भई चाहिँ उत्तरदायी हुने कुराहरू छन्, जिम्मेवारी वहन गर्ने कुराहरू छन्, आफू अब अनुशासन आज्ञा पालनका कुराहरू छन्। अर्को स्वतन्त्रता सम्बन्धी आचरण छ, कर्तव्य पालना गर्ने होइन, न्यायिक आचरण प्रदर्शन गर्ने होइन, मुद्दाको पक्षलाई त्रासमा नपार्ने, अनुचित व्यवहार नगर्ने, अनुचित प्रभावमा नपार्ने कुराहरू रहेका छन्। त्यसै गरी अर्को छ समानता र निष्पक्षता सम्बन्धी आचरण रहेको छ अर्को 3 नम्बरमा। त्यसमा चाहिँ कसैलाई पनि भेदभाद नगर्ने, तटस्थ भई काम गर्ने जस्ता कुराहरू चाहिँ त्यसमा उल्लेख गरिएको छ।
त्यसै गरी अनुशासन र सदाचार सम्बन्धी रहेको छ अर्को। यसमा चाहिँ अब परिवारको सदस्यले प्रतिनिधित्व गरेको मुद्दा चाहिँ मा सहभागी नहुने, निजी आवासका विवादका पक्षहरू भेटघाट नगर्ने कुराहरू चाहिँ अनुशासन र सदाचार सम्बन्धीका विषयमा जोडिन्छन्। त्यस्तै सूचनाको गोपनीयता र सूचना प्रविधि सम्बन्धी आचरण भनेको छ। अब गोप्य राख्नुपर्ने सूचना प्रकाशमा नल्याउने, आधिकारिक व्यक्ति बाहेक अन्यलाई सूचना सम्प्रेषण नगर्ने कुराहरू यसमा रहेका छन्। अन्य व्यावसायिक आचरण पनि रहेका छन्। अब ती हिसाबमा चाहिँ अब अनुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, होइन, आत्मसाहसी बन्न सिकाउने जस्ता कुराहरू रहेका छन्। अब के सरकारी वकिलका व्यावसायिक आचरणहरू प्राप्त छन् त भन्दाखेरि यसका सकारात्मक र सुधार गर्नुपर्ने पक्ष अथवा सरकारी वकिलका व्यावसायिक आचरण अनुरूप भएका विषयहरू के छन् त, राम्रा पक्षहरू के छन् त भन्दाखेरि सरकारी वकिललाई चाहिँ आत्मसाक्षी बन्न सिकाएको छ, अनुसन्धान अभियोजनमा चाहिँ गोपनीयता कायम गर्न सिकाएको छ, भ्रष्टाचार निवारण न्यायिक अनुशासन कायम गर्न सिकाएको छ, न्यायिक कार्यमा समानता निष्पक्षताको सुनिश्चितता गरेको छ। अब अनुशासन नैतिकताका कुराहरू, आज्ञा पालनका कुराहरू जोडिएको छ, कानुनी व्यवस्थाको पालनालाई अनिवार्य गरेको छ, काम कारवाहीमा निष्पक्षता इमान्दारिता, होइन, उत्तरदायित्व प्रवर्धन गर्न सहयोग गरेको छ। केही हदसम्म चाहिँ पर्याप्त छन्। अब सुधार गर्नुपर्ने पक्ष पनि छन्, केही अपर्याप्तता पनि छन्, होइन। अब आचरणको पालनालाई कार्य सम्पादन मूल्याङ्कनका क्रममा विचार गरिने नगरिएको छ अहिले, होइन। आचरण पालन गरेको छ कि छैन भन्ने कुरा चाहिँ कार्य सम्पादन मूल्याङ्कनमा चाहिँ गर्ने गरेको छैन। त्यसमा चाहिँ के गरिन्छ त भन्दाखेरि आचरण पालन गर्नलाई पनि उही कार्य सम्पादनको नम्बर, नगर्नलाई पनि उही कार्य सम्पादनको नम्बर दिने गरेको छ, होइन। अब कार्य प्रक्रिया पारदर्शी भए नभएको पत्ता लगाउने यथेष्ट आधारहरूको अभाव छ। आचरणको पालना गरे नगरेको निगरानी गर्ने संयन्त्रको अभाव छ, अनुगमन मूल्याङ्कनको अभाव छ, होइन। अब नयाँ कानुनी प्रणाली र विकासका बारेमा समयमा अध्यावधि बनाउन सकिएको अवस्था छैन। आन्तरिक मूल्याङ्कन र निगरानीको कमी रहेको छ। न्यायिक दायित्वको पेसागत आचरणको पालनामा लापरवाही भएको भएको छ। आचरण पालनालाई दण्ड र पुरस्कारसँग चाहिँ जोडिएको छैन, होइन। जसले चाहिँ आचरण पालन गर्दैन उसले पुरस्कार पाउँछ, जसले चाहिँ आचरण पालन गरेको छ उसले पुरस्कार पाउँदैन, होइन। अनि अब प्रक्रियागत अपारदर्शिताको कुराहरू छन्, होइन। अब प्रेसर दबावका कुराहरू, डर धम्कीका कुराहरू पनि छन्। ती कुराहरूलाई पनि सम्बोधन गर्ने खालको चाहिँ व्यवस्थापन गरिएको छैन। यस्तै यस्तै कुराहरू 8-10वटा सकारात्मक पक्ष, 8-10वटा सुधार गर्नु पक्ष पर्ने पक्ष लेखियो भने करिब करिब यसको उत्तर करिब समेट्न सकिन्छ। र अन्त्यमा, होइन, सरकारी वकिलका पेसागत दक्षताका कुराहरू, होइन, न्यायिक अनुशासन कायम गर्ने कुराहरू, सरकारी वकिलका मा व्यावसायिक आचरणहरू चाहिँ अपरिहार्य छन्, होइन। दण्ड पुरस्कारसँग जोडी, कार्य सम्पादन मूल्याङ्कनसँग जोडी यसको मूल्याङ्कन गर्नु आवश्यक आजको आवश्यकता हो। र कमजोरी पक्ष सुधार गर्दै अगाडि बढ्नु पनि आजको आवश्यकता रहेको छ भनेर चाहिँ लेख्न सकियो भने यसले कभर गर्छ। अब अर्को प्रश्न रहेको छ, अदालती शुल्क, धरौटी, जमानी बिच के फरक छ भनेर भनेको छ। यसमा भिन्नता छुट्याउनु पर्ने तिनवटा कुराको, यो चाहिँ अब सामान्यतया हामीले चाहिँ दुईवटा कुराको मात्रै भिन्नता छुट्याउँदै आएका छौँ, होइन, दोस्रो तेस्रो पेपरमा, लिखित पेपरमा, होइन। तर यो न्यायमा चाहिँ न्याय कानुनमा चाहिँ तिनवटा छुट्याउने दिइरहेको छ। अगाडि अगाडि पनि त्यसै गरी दिइरहेको थियो। अब यसलाई कसरी लेख्ने भन्दाखेरि उत्तर नम्बर कति भन्ने, होइन, 10 नम्बर भन्ने। अदालती शुल्क, धरोटी, जमानमा दया बमोजिमका चाहिँ भिन्नता रहेका छन् भन्ने, केही समानता पनि लेख्ने। अब क्वेसन कति नम्बरको छ, 10 नम्बरको आयो भने केही समानता पनि देखाउन सक्यो, 5 नम्बरको आयो भने त सिधै भिन्नता लेख्दा भइगयो, यसमा यो भिन्नता छन् भनेर, होइन। अब अदालती शुल्क लेख्ने सुरुमा, धरोटी लेख्ने बिचमा र जमानत लेख्ने अन्तिममा। अब पहिले परिचयको कुरो आउँछ तिनैवटाको, होइन। अदालती शुल्क चाहिँ मुद्दाको अदालती प्रक्रिया अगाडि बढाउने शुल्क हो। धरोटी भनेको सुरक्षण बापतको रकम हो। जमानत भनेको चाहिँ सुरक्षण बापत बैंक ग्यारेन्टी वा वा जमानत हो भनेर लेख्ने। मुद्दाको प्रतिक्रिया सुरु गर्दा फैसला हुँदाखेरि चाहिँ राख्न सकिन्छ अदालती शुल्क, होइन। रकम, अब धरोटी रकम राख्नै पर्छ। धरोटी तोकेको खण्डमा रकम राखेपछि मात्रै छुट हुन्छ उसलाई चाहिँ, होइन। अब रकम राख्न नसकेमा मात्र जमानत राख्ने हो, जमानतको चाहिँ, होइन, स्पष्ट यस्तै खालका।
व्यवस्थाहरू रहेका छन्। अनि यो चाहिँ मुद्दाको पक्षले राख्छ अदालती शुल्क है। अब धरोटी चाहिँ कसरी त आफैले राख्छ अथवा वादी प्रतिवादी आफैले राख्छ होइन। अब जमानत चाहिँ निजको तर्फबाट अरू कसैले राखिदिए पनि हुन्छ होइन। यस्ता खालका चाहिँ पाँच छवटा भिन्नताहरू लेख्ने होइन। अब अर्को के छ त्यसमा भन्दा नेपालको प्रचलित कानुन अनुसार के कस्तो अवस्थामा अदालतकी शुल्क धरोहर र जमानी लिइन्छ भनेको छ। कस्तो अवस्थामा लिइन्छ त भन्दाखेरि अदालतमा फिर्याद पत्र पुनरावेदन दिँदा अदालतमा कुनै प्रतिदाबी दिँदा अदालती शुल्क लिइन्छ कोर्ट फी। देवानी मुद्दामा लिइन्छ, फौजदारी मुद्दामा कोर्ट फी लिइँदैन होइन। त्यस्तै कुनै मुद्दा पुनरावलोकन गरी मुद्दा दोहोऱ्याइ पाऊँ भनिदिएको निवेदनमा पुनरावलोकन गर्ने र दोहोऱ्याउने आदेश भएमा चाहिँ अदालती शुल्क तिर्नुपर्ने हुन्छ। अब धरोटी कस्तोमा भन्दा थुनामा हुने अवस्था बाहेक कुनै अभियुक्त परको अभियोग प्रमाणित हुने मानसिक आधार भएमा अदालतले निजलाई चाहिँ धरोहर जमानत र जमानत लिई तारिकमा छुटाउन सक्नेछ होइन। थुन्चेको क्रममा चाहिँ धरोटी र जमानतको व्यवस्था गर्नेछ भन्ने कुराहरू लेख्ने होइन। अब अर्को 11 नम्बरमा गएको छ अन्तर्कालीन आदेश र अन्तरिम आदेश बिच चाहिँ भिन्नता छुट्याउनुहोस्। 5 नम्बरे प्रश्न के कस्तो अवस्थामा अदालतले अन्तर्कालीन आदेश जारी गर्न सक्छ। अन्तर्कालीन आदेश चाहिँ होइन, अन्तरिम आदेश जारी यी कुराहरू छन्। अब अन्तर्कालीन आदेश भनेको के हो भनेर एउटा परिचय लेख्ने पहिले है। मुद्दा मामिलाको कारबाहीको क्रममा हुने कार्यविधिगत आदेशलाई अन्तर्कालीन आदेश भनिन्छ। अब अन्तरीण आदेश भनेको चाहिँ के हो त भने विवादित विषयको विवादित विषयलाई यथाशीघ्रमा राख्न अथवा सुचारू गर्नका लागि चाहिँ दिने आदेश भनेको अन्तरिम आदेश हो। अब अन्तरिम आदेश भनेको चाहिँ रिट निवेदनको सन्दर्भमा मात्रै हुन्छ। अन्तर्कालीन आदेश भनेको चाहिँ होइन मुद्दा मामिलाको रूपमा जुनसुकै बेला पनि हुन्छ। अब अन्तर्कालीन आदेश लेख्ने टी टेबल बनाउने मैले भिन्नता चाहिँ टी टेबल बनाएर लेख्नु भनेको छु। कतिपय साथीहरूले चाहिँ भिन्नता चाहिँ टी टेबल नबनाइ लेख्नु भएको थियो। त्यसरी लेख्नुभयो भने पनि गलत चाहिँ हुँदैन तर नम्बर चाहिँ आउने सम्भावना अलिक कम हुन्छ किनभने टी टेबल बनाएर ठक्क छोटोमा लेख्ने। लामो एउटा कोठामा चाहिँ आधा पेजको चाहिँ एउटा परिभाषा जस्तो लेख्नु भएको थियो एकजनाले। त्यसरी पनि होइन छोटो छोटोमा लेख्ने दुई दुई तिन तिन एक एकवटा उसमा वाक्यमा लेख्दाखेरि भइहाल्छ। पढ्नलाई पनि सजिलो लेख्नलाई पनि सजिलो टाइमको पनि बचत भयो होइन। अनि अब अन्तर्कालीन आदेश भनेर सुरुमा लेख्ने अन्तरिम आदेश भनेर लेख्ने होइन। अब मुद्दाका जुनसुकै होइन मुद्दामा जारी हुन्छ होइन। अब रिट अब अन्तरिम आदेश भनेको रिटमा जारी हुन्छ। यो चाहिँ अब अन्तर्कालीन आदेश भनेको चाहिँ मुद्दाको फैसलालाई चाहिँ प्रभावकारी बनाउन जारी गरिन्छ भने रिटमा हुने निर्णयलाई कार्यान्वयन गर्न सहज बनाउन चाहिँ जारी गरिन्छ अन्तरिम आदेश होइन। अचल सम्पत्तिको स्वरूप बदलिने भएमा जारी हुन्छ यो। सुविधा सन्तुलनको सिद्धान्त मध्यनजर गरी जारी हुन्छ है। अब पक्षले माग नगरे पनि जारी हुन्छ अन्तर्कालीन आदेश। अन्तरिम आदेश चाहिँ पक्षहरूले माग गरे नगरे जारी हुँदैन गरेपछि मात्रै जारी हुन्छ होइन। अब अन्तर्कालीन आदेश विरुद्ध चाहिँ पुनरावेदन सुन्ने अदालतमा चाहिँ निवेदन दिन सकिन्छ। अब अन्तरिम आदेश विरुद्ध चाहिँ पुनरावेदन लाग्दैन पुनरावेदन लाग्दैन है। अब जस्तो उदाहरणका लागि के हो त भन्दाखेरि अन्तर्कालीन आदेशको कस्ता कस्ता हुन् त भन्दा थुन्चेको आदेश साँच्ची झिकाउने आदेश हुन्छ। बैङ्क खाता रोका गर्ने जग्गा रोका गर्ने राख्ने जन्म दर्ता पेस गर्न लगाउने लगायतका चाहिँ आदेशहरू भनेका अन्तर्कालीन आदेश हुन् होइन। भने रिट निवेदनको अन्तिम टुङ्गो नलाग्दासम्म काम कारबाहीलाई यथास्थितिमा राख्नु तत्काल परीक्षा राख्नु होइन। तत्काल परीक्षा नगराउनु होइन। तत्काल चाहिँ उक्त कार्य अगाडि नबढाउनु होइन। अब कुनै बिल्डिङ बन्दैछ भने तत्काल नबनाउनु रोक्नु यथास्थितिमा राख्नु भन्ने कुराहरू चाहिँ अन्तरिम आदेश हुन्। यी कानुन बमोजिममै जारी हुने आदेशहरू हुन्। अब सबै तहका अदालतलाई चाहिँ अन्तर्कालीन आदेश जारी गर्ने अधिकार हुन्छ भने सबै तहका अधिकारलाई चाहिँ यस्तो अधिकार नहुन सक्छ अन्तरिम आदेश दिने अधिकार नहुन सक्छ होइन। यसरी चाहिँ ठ्याक्क 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 मिलाएर चाहिँ लेख्ने गर्नुभयो टी टेबल बनाएर भने यसले व्यवस्थापन गर्न सक्छ।
अब अर्को के छ भन्दाखेरि के कस्तो अदालत अवस्थामा अदालतले अन्तर्कालीन आदेश जारी गर्न सक्छ होइन। अब मुलुकी कार्यविधि देवानी कार्यविधि संहिता 74 को 156 हेर्नुभयो भने छ भने पल्टाएर हेर्नु होला। त्यहीँ सबै कुराहरू छ। अन्तर्कालीन आदेश जारी गर्न सक्ने अवस्था सम्बन्धी दिएको अवस्था छ भनेर लेख्ने। त्यस पछाडि अब मुद्दाको चाहिँ त्यहाँ चाहिँ स्पष्टै व्यवस्था छ। मुद्दाको चाहिँ कारबाहीको सिलसिलामा कुनै काम तत्काल नरोकेमा चाहिँ अन्तर्कालीन आदेश होइन। कुनै कार्य तत्काल नगरेमा, मुद्दाको माग दाबीका सम्बन्धमा कुनै विषयमा यस्ता स्थितिमा नराखेमा, फिर्याद पत्र वा पुनरावेदन पत्रको माग दाबी निरर्थक हुने भएमा, निवेदन उप सुनवाई गर्दा उपयुक्त देखिएमा अदालतले अन्तर्कालीन आदेश जारी गर्न सक्नेछ भनेर त्यहाँ लेखिएको छ। त्यही कुराहरू चाहिँ कण्ठस्थ गर्नु होला, घोक्नु होला। 5-6 वटा कुराहरू छन्। अब अन्त्यमा निष्कर्षमा अन्तरिम आदेश र अन्तर्कालीन आदेश दुवै चाहिँ मुद्दालाई चाहिँ होइन प्रभावकारी बनाउनु, यिनीहरूको चाहिँ उद्देश्य भनेको चाहिँ मुद्दा मामिलालाई प्रभावकारी बनाउनु नै हो है। अन्तर्कालीन आदेश र अन्तरिम आदेश सम्बन्धी कानुन कारबाहीलाई व्यवस्थित बनाउनु आजको आवश्यकता हो, अथवा व्यवस्थित बनाउन सके थप प्रभावकारी हुने देखिन्छ। यस्ता कुराहरू लेखेर आशावादी बनाएर चाहिँ कन्क्लुजन गर्नु होला। मेसेज गर्नुको कसले सर कन्क्लुजन नलेख्दा हुँदैन। नलेख्दा त हजुरहरूको विचार लेख्नै पर्छ भन्ने चाहिँ छैन। तर कन्क्लुजन लेख्दाखेरि अलिकति अन्त्यमा चाहिँ सठिक हुन्छ, अलिकति राम्रो हुन्छ होइन। अब चटनी बिना खाना खान नसकिने होइन, तर चटनी भयो भने अलिकति स्वादिलो हुन्छ भन्ने मात्रै हो। लेख्नै पर्छ भन्ने चाहिँ छैन है। के लेख्नुभयो अर्को जनाले मेसेज भने अन्तर्कालीन आदेश। अन्तर्कालीन आदेश त हो त, त्यही मात्रै लेख्नु भएको छ। अगाडिको के भन्न खोज्नु भएको भन्ने कुरो मैले बुझिनँ। अन्तर्कालीन आदेश पनि हुन्छ र होइन थाहा छैन र हजुरलाई। हुन्छ नि अन्तर्कालीन आदेश पनि हुन्छ, भइरहेको हुन्छ त। थुन्चेक आदेश, साँच्ची झिकाउने आदेश, बैङ्क खाता रोका गर्ने आदेश, जग्गा रोका गर्ने आदेश, जन्म दर्ता पेस गर्न लगाउने आदेश होइन, पुरानो फाइल झिकाउने आदेश, यी भनेको अन्तर्कालीन आदेश हुन्। भइरहेका हुन्छन् त अदालतमा है। अलिकति अध्ययन गर्नु पर्यो। अब अर्को रहेको छ, हामी 12 नम्बरमा पुग्यौँ। टक्रकै सक्न पो लागेछौँ। कुनै मुद्दाको सम्बन्धमा हदम्याद भन्नाले के बुझ्नुहुन्छ होइन। अब हदम्याद भन्नाले चाहिँ के बुझिन्छ भनेको है, मुद्दा मामिला गर्ने आखिरी म्याद भनेकै हदम्याद हो। यसरी छोटोमा बुझ्ने पहिले होइन। उत्तर नम्बर 12 लेख्ने होइन। मुद्दा मामिलामा चाहिँ तोकिएको म्याद होइन। अब कुनै हक अधिकारको हनन भएमा उपचार प्राप्तिका लागि कानुनले उजुर गर्नलाई निश्चित गरिदिएको अन्तिम अवधि अथवा समय सीमालाई चाहिँ हदम्याद भनिन्छ। जस्तो घटना भएको 35 दिनभित्र उजुरी दिन सकिने, घटना भएको 6 वर्ष 6 महिनाभित्र उजुरी दिन सकिने, यसको हदम्याद चाहिँ 6 महिनाको हुने भन्ने हुन्छ नि कहीँ कहीँ लेखेको कानुनमा। हो त्यही कुरो चाहिँ भनेकै हदम्याद हो। 35 दिनभित्र चाहिँ उजुरी दिनुपर्छ, 36औँ दिनका दिन दिए लाग्दैन होइन। त्यसो हुँदाखेरि त्यो चाहिँ भनेको कानुनले तोकिएको म्यादभित्र दिनुपर्ने हो होइन। कानुनले तोकिएको म्यादभित्र चाहिँ हदम्याद नगाएर नालिस दिएमा चाहिँ मुद्दाको कारवाही नै हुँदैन, मुद्दा खारेज हुन्छ होइन। सामान्यतया यसलाई मुद्दा दायर गर्ने हदम्याद भनेर बुझिदिने हो भने अब कति दिनमा चाहिँ मुद्दा दिने भन्ने कुरो हुन्छ होइन। अब मान्छेलाई चाहिँ 4 वर्ष अगाडि कुटपिट गरेको छ, आज आएर मुद्दा दिन खोजेर हुन्छ त। त्यसको पनि हदम्याद छ नि त, हो त्यो भित्र दिनुपर्छ है। अब के भनेको छ अर्को प्रश्नले भने 74 कुनै विवादमा हकालाको हदम्याद कहिलेदेखि प्रारम्भ हुन्छ भनेको छ है। हकालाको हदम्याद प्रभावकारी हुने सम्बन्धी 2074 मुलुकी देवानी कार्यविधि संहिता 74 को परिच्छेद 5 को दफा 53मा सम्म लाग्छ। फिर्याद पर गर्नुपर्ने नाबालकको होस्टेगानमा रहेको व्यक्ति बालीको होस्टेगानमा नरहेको अवस्था हुँदै चाहिँ निजलाई मृत्यु भयो भने निजको मृत्यु भएको मितिले हदम्यादभित्र निजको हकालाको फिर्याद गर्न पाउने भन्ने कुराहरू छन् होइन। अब होस्टेगानमा नभएको व्यक्तित्वहरू होस्टेगानमा आएपछि अनि अब कहीँ पनि हदम्याद नखुलेमा चाहिँ 6 महिनाभित्र होइन। हदम्याद तोकेकोमा त्यही हदम्यादभित्र, कानुन बमोजिम तोकिएको हदम्याद छ भने त्यही हदम्यादभित्र होइन। अब मृत्यु भएमा चाहिँ
होइन। अब 35 दिनभन्दा कम अवधि हदमेत रहेछ भने त्यही त्यसलाई जोडेर बाँकी रहेको अवस्थामा निजको चाहिँ हकलाले फिर्याद गर्न सक्ने भन्ने कुराहरू होइन। अनि अब बिदा परेमा चाहिँ बिदाको भोलिपल्ट कार्यालय खुलेको दिन होइन। अब यस्तै यस्तै कुराहरू चाहिँ हकलाले चाहिँ अब हदमेत चाहिँ यिनी यिनी मितिबाट चाहिँ प्रारम्भ हुन्छ भन्ने कुराहरू चाहिँ लेख्नुपर्ने भयो। र मुलुकी देवानी कार्यविधि संहिताले विशेष परिस्थिति मध्यनजर गरी हकलाको हदमेत प्रभावकारी हुने समय निर्धारण गरेको छ भनेर लेख्ने। त्यस पछाडि सबै नागरिक सचेत भएर समयमा हदमेतको समयभित्रै मुद्दा मामिला गर्न सकेको खण्डमा उचित न्याय पाउने कुरामा पनि आशावादी रहन सकिन्छ भनेर लेख्नुभयो भने यी विषयहरू पनि करिब करिब समाप्त हुन्छन्। हामीले करिब करिब यसको फिडब्याक सम्पन्न गरिसक्यौँ। अब हामी भनेको प्रत्येक व्यक्तित्वलाई चाहिँ उठाएर यी 12वटा प्रश्नको उत्तर चाहिँ उहाँहरूले लेखेको चाहिँ एकअर्कामा चाहिँ पढ्न लाउँछौँ। ह्यान्डराइज गरेर उठाउनुहुन्छ उहाँहरूले। उहाँहरूले उठाउन मान्नु भएन भने हामीले यहाँबाट भनेर चाहिँ उठाएर उहाँहरूको प्रश्न पढ्ने, यति नम्बरको प्रश्नको उत्तर पढ्नुहोस् भन्छौँ हामी। हजुरहरूले पढ्ने, अरूले सुन्ने, आफ्नो कमजोरी आफ्नो साथीले लेखेको कमजोरी के रहेछ, साथीले लेखेको कमजोरी पनि के रहेछ पत्ता लगाउने, साथीको राम्रो रहेछ आफ्नो कमजोरी रहेछ भने आफ्नो पनि पत्ता लगाउने। अब धेरै कुरा त हजुरहरूले सोचेइ पनि सक्नुभयो होला होइन। यी कुराहरू त स्पष्ट सोचे पनि सक्नु भएको छ। अझै पनि कमजोरी पत्ता लगाउन तपाईँ हामी सबै कमजोरी पत्ता लगाउन लाउने र सुधार गर्नका पक्षहरूमा अझै छलफल गर्ने अबको हाम्रो कार्यक्रम भनेको छलफलतर्फको कार्यक्रम रहनेछ। भनेपछि ह्यान्डराइज गर्ने व्यवस्था गरिदिनु होला।